ल सबै साथीहरूलाई नमस्कार छ। तपाईँको मेहनतले रङ ल्याउन सकोस्, परिणाम हासिल हुन सकोस्, हार्दिक शुभकामना सहित सुरु गरिहालौँ। हिजो हामीले पहिलो टपिक पढ्यौँ, अर्थात् सामाजिक विवाद र द्वन्द्व। अबदेखि कुरा गर्दा त्यसलाई हामीले सधैँ वान वान भनेर कुरा गर्ने गर्छौँ। आज चाहिँ वान टू। वान वानमा हामीले धेरै कुरा गऱ्यौँ। समाजमा मान्छे कसरी सामाजिक प्राणी हो, कसरी एकछिन पनि एक्लै बस्न सक्दैन, आफ्ना मनका कुराहरू अर्कोलाई सुनाउन गइहाल्छ, सुनाउन गइसक्दाखेरि उसले कसरी लिन्छ भन्ने कुरामा भर पर्छ। कहिलेकाहीँ कुरा गर्दा गर्दै अर्कोले मन पराउँदैन, अस्वाभाविक प्रतिक्रिया देखाउँछ। अस्वाभाविक प्रतिक्रियाबाट विवादहरू जन्मिन्छन्। विवादहरू जन्मिँदै गएपछि समयमा उपचार पाएनन् भने द्वन्द्व हुन्छ भनेर के ठिक के बेठिकको तर्कगत अवस्था चाहिँ विवाद हो भने तानातान हानाहानको अवस्था चाहिँ द्वन्द्व हो भनेर हामीले हिजो पढ्यौँ। र त्यो कसरी उत्पत्ति हुन्छ भनेर कुरा गर्दै लाँदाखेरि हामीले भेन फरक परेर द्वन्द्व हुन्छ, पारो प्राप्तिका लागि द्वन्द्व हुन्छ, पाजीमा चित्त नबुझेर द्वन्द्व हुन्छ, 3R को सन्तुलन नमिलेर द्वन्द्व हुन्छ, पिएको उचित कदर नभएर द्वन्द्व हुन्छ, भन्दै 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 धेरै कुरा भन्यौँ। र अन्तिममा के भन्यो भने हाम्रो समाजमा अत्यधिक विविधता छ। यो विविधता भनेको समाजको सम्पत्ति हो। विविधता भनेको समाजको सम्पत्ति हो। तर यो विविधताको उचित ढङ्गले कदर भएन भने, उचित ढङ्गले सम्मान भएन भने, उचित ढङ्गले मूल्याङ्कन भएन भने यसबाटै विवादहरू जन्मिन्छन्, द्वन्द्व हुन्छ। समाजमा दुई किसिमका एलिमेन्ट हुन्छन्, कनेक्टरहरू पनि हुन्छन्, डिभाइडरहरू पनि हुन्छन्। र तपाईँ चाहिँ पास हुने बित्तिकै गएर कहाँ बस्ने हो भन्दा कार्यालयमा। त्यो कार्यालय भनेको के रहेछ? सरकार र जनता जोड्ने ठाउँ, सरकारको लक्ष्य र जनताले प्राप्त गरेको उपलब्धि जोड्ने ठाउँ, लक्ष्य र गन्तव्य जोड्ने ठाउँ, घोषणा र प्राप्ति जोड्ने ठाउँ, त्यस्तो रहेछ। र त्यहाँ बस्ने मान्छे तपाईँ चाहिँ जनताको पहिलो न्यायाधीश हो रहेछ। तपाईँले दिएको फैसला जब चित्त बुझ्छ जनतालाई, घर फर्किन्छ, विवादहरू समाधान हुन्छन्। जब तपाईँले दिएको फैसला चित्त बुझ्दैन, तपाईँको न्यायिक मनले ठिक ढङ्गले काम गर्न सक्दैन, त्यो बेला मान्छेलाई चित्त बुझ्दैन। अनि उसले अतिरिक्त न्यायिक निकायहरू गुहार्न थाल्छ, प्रहरीमा जान्छ, प्रशासनमा जान्छ, अदालतमा जान्छ। त्यसैले हिजोको सार के थियो भने विविधताको अपव्याख्या गर्ने होइन, विविधतालाई अवमूल्यन गर्ने होइन, विविधतालाई होच्याउने होइन, विविधतालाई चाहिँ सम्मान गर्ने हो। जैविक विविधता संरक्षण गर्ने वस्तु हो भने मानवीय विविधता पनि सम्मान गरिनुपर्ने वस्तु हो भनेर हामीले कुरो टुङ्ग्यायौँ। र हिजो हाम्रो कता मुख फर्केर बसेको थियो भने यो सामाजिक विवाद र द्वन्द्व चाहिँ एउटा टोटल प्रोसेस हो, टोटल प्रक्रिया हो। यो निरन्तर अगाडि बढेको छ। अब यसको परिणाम के हुन्छ त भन्दाखेरि द्वन्द्व भएपछि के हुन्छ? एउटा हार्ने हुन्छ, एउटा जित्ने हुन्छ, एउटा होच्याउने हुन्छ, एउटा होचिने हुन्छ, एउटा हेप्ने हुन्छ, एउटा हेपिने हुन्छ, एउटा कथित ठुलो जात हुन्छ, एउटा कथित सानो जात हुन्छ, कोही शोषण गर्ने हुन्छ, कोही शोषित हुने हुन्छ। यो त ग्याप त देखियो। द्वन्द्वले के गर्यो? एउटा तललाई एउटा माथि त पारिहाल्यो, त्यसले के गर्यो? असमानता बढ्यो, मान्छेले होच्याउँदैछ, न्याय पनि बिग्रियो। त के रहेछ कुरो भन्दाखेरि विवाद र द्वन्द्वको परिणाम चाहिँ आज हामी पढ्छौँ। हिजो चाहिँ टोटल प्रोसेस हो, आज चाहिँ त्यसको कन्सेक्वेन्स हो। हिजोको जुन प्रोसेसको बारेमा हामीले अध्ययन गऱ्यौँ, त्यो प्रोसेसको रिजल्ट के हुन्छ त भन्दा अन्याय नै हुन्छ, असमानता नै हुन्छ। तर यसलाई हामी अन्याय र असमानता भनेर पढ्दैनौँ। हामीले त सुधार्नु छ, हामीले त न्याय दिनु छ मान्छेलाई। त्यसैले सामाजिक न्याय र समानता भनेर जान्छौँ। यो एकदम सुन्दा साह्रै सजिलो, तर लेख्न चाहिँ पटक्कै नसकिने, कलमै नसर्ने र विद्यार्थीहरूले सामान्यतः एउटा प्रश्नमा 10को प्रश्नमा 4 पनि नल्याउने प्रश्न भएकाले गर्दा यसलाई अलिकति बुझ्नुपर्छ। यसको लागि धेरै पढिरहनु पर्दैन। सिरियसली तपाईँले सुन्नुभयो मात्रै भने पनि धेरै कुराहरू बुझिन्छ। अब आज सुरु गरिहालौँ। हिजोको कुरो जगमा छ है, हिजोको कुरो टक्कै जगमा छ। त्यो जग बिर्सिनुभयो भने यो कुरो बुझिँदैन फेरि। त्यो एकदम सरल ढङ्गबाट बुझ्दैछौँ हामी, एकदमै सरल। के हो त सामाजिक न्याय भनेको? हामी यसलाई विभिन्न एङ्गलबाट हेर्छौँ। यहाँ नोटमा नदेखिएका कुराहरू तपाईँले कापी कलम ठिक पारेर टिपोट पनि गर्दै गए हुन्छ।
त के रहेछ यसको पहिलो कुरो भन्दा समाजका सदस्यहरूमा कोही पनि साना वा ठुला हुँदैन। सबै मान्छे बराबरी हो। किन? दोस्रो हेर्नुहोस् त, जन्मदा विभेद नहुने भएकाले जन्मेपछि पनि कसैलाई विभेद गर्न पाइँदैन। जत्रै धनीको बच्चा पनि त्यसरी नै च्याँ च्याँ रुँदै नाङ्गै जन्मिने हो। त्यसैकोमा काम गर्न बसेको मान्छेको बच्चा पनि त्यसरी नै जन्मिने हो। उसरी नै प्रकृतिबाट अक्सिजन ग्रहण गर्छ, उसरी नै मलमूत्र विसर्जन गर्छ। ऊ पनि नाङ्गो हुन्छ, ऊ पनि नाङ्गो हुन्छ। प्रकृतिले त केही पनि भेदभाव गरेकै छैन। त्यही भएर समाजका सबै सदस्यहरू बराबर हुन् भन्ने धारणा नै सामाजिक न्याय हो। धारणागत रूपमा के रहेछ त, कन्सेप्चुअली के रहेछ, एभ्री ह्युमन बिइङ इज इक्वल। हरेक मान्छे बराबर हो भन्ने अवधारणागत रूपमा सामाजिक न्याय भनेको त्यही रहेछ। अब समाजमा यस्तो किन हुन सकेका छैन त? सबै मान्छे बराबर हुन् भन्ने अवधारणा किन हुर्किन सकिरहेका छैन? केही सचेत शिक्षित मान्छेहरू छन्, तर गाउँमा परम्परागत मूल्य मान्यता बोकेर आएको समाज छ। त्यहाँ किन त्यस्तो छ त भन्दाखेरि, अर्को बुलेट हेर्नुहोस् त, हाम्रोमा त हेपिहाल्ने चलन छ। विविधतालाई होच्याउने मान्छे हौ हामी। विविधतालाई अवमूल्यन गर्ने मान्छे हौ हामी। हिजोको बिर्सिनु भएको छैन नि। नाकले काम गरिराखेका छ, तर आकारलाई लिएर कुरा गर्ने एक किसिमले बेवकुफ मान्छे हौ हामी। आधा जनसङ्ख्या छ महिला, लैङ्गिक विभेद गरेर होच्याउने मान्छे हौ हामी, अवमूल्यन गर्ने मान्छे हौ। भूगोलले तपाईँलाई दिनोसम्म दिएको छ, हिमाल दिएको छ, मधेस दिएको छ, पहाड दिएको छ, तर त्यहाँको बासिन्दालाई त्यहाँको भूगोलको नाउँ लिएर होच्याउने हामी। त के छ समाजमा? सानो अड्केर हेर्दा धनीले गरिबलाई, शिक्षितले अपठितलाई, कथित माथिल्लो जातकाले अरूलाई, दर्जा भएकाले नभएकालाई हेप्न, होच्याउन र विभेद गर्न पाइँदैन भन्ने सामाजिक अवस्थाको नाम नै न्याय हो। भनेको के, कन्सेप्चुअली धारणागत रूपमा सबै मान्छे बराबर हो। कुनै अर्थमा पनि तिमीले अर्को मान्छेलाई होच्याउन पाउँदैन। तिमीले मौका पायौ पढ्यौ, अर्कोले मौका पाएन पढेन। उसको बाबुको पैतृक सम्पत्ति धनी हो, अर्को मेहनत गरेर खान्थ्यो, धनी हुन पाएन। तिमीले जागिर पायौ, दर्जा भयो, अर्कोले पाएन। ऊ त जगमा बसेर तिमीलाई कर तिरेर पालिरहेको छ नि त। त्यही भएर होच्याउन पाइँदैन भन्ने कन्सेप्चुअल अवधारणा। अब कति जोडिएका अवधारणा छन् भने, हिजो विविधताका कारण के थियो हेर्नुहोस् त, समाजका सबै सदस्यको धन, पढाइ, शक्ति, साधन, क्षमता, सिप, सोचाइ, गुण, धर्म, प्रकृति, भाषा आदि फरक फरक हुन्छ। हामीले हिजो विविधताको कुरो गर्दाखेरि द्वन्द्वको कुरा गर्दा गरिहाल्यौँ। यही कारणमा यहाँ जुन जुन मुद्दाहरू उल्लेख भए, यी र यस्तै अनेकौँ कुरामा मान्छे फरक छन्। फरक छन्, सोचाइ फरक छ। त्यही भएर त भेन फरक भएर द्वन्द्व हुन्छ। पारो प्राप्तिको अवस्था फरक छ। पाजीमा चित्त बुझ्ने र नबुझ्ने फरक छ। जसलाई फेभर पाएको छ उसले त पाजीमा चित्त बुझ्छ नि त, पाजी नै देख्दैनन्। तर जो अन्यायमा परेको छ उसले त पाजीमा चित्त बुझ्दैन, होइन? त्यसो भएकाले गर्दा मान्छेहरूलाई फरक गर्ने, हिजो के भनिएको छ, समाजमा डिभाइडरहरू फरक धेरै छन्। ती डिभाइडरहरू जेसुकै भए पनि मानवीय मूल्यको जगेर्ना गर्दै समानताको अभ्यास गर्नु सामाजिक न्याय प्र्याक्टिसको रूपमा के रहेछ, समानताको अभ्यास गर्ने मनलाई तयार गर्दै जानु। कन्सेप्ट के रहेछ, एभ्री म्यान एभ्री ह्युमन बिइङ इज इक्वल। प्र्याक्टिस के रहेछ, त्यसलाई त्यस्तै रूपमा स्वीकार गर्न सक्नु, मनलाई तालिम दिँदै लैजानु। त्यो चाहिँ सामाजिक न्याय रहेछ। कनेक्टहरू, त्यही भएर हिजो मैले पटक पटक तपाईँलाई के भनेको छु, डिक्रिज द रोल अफ डिभाइडर्स एन्ड इन्क्रिज द रोल अफ कनेक्टर्स। फरक छ, समाजमा फरक छ, हरेक कुरामा फरक छ। तर जतिसुकै फरक भए भने तपाईँको अगाडि उभिएको मान्छे मान्छे हो। मान्छेलाई मान्छेभन्दा तल खसालेर व्यवहार गर्न पाइँदैन। तपाईँको कुकुर चाहिँ घरभित्रै पस्ने, बिरालो चाहिँ गएर डाइनिङ टेबलमै गएर बस्ने, तपाईँले यही समाजको एउटा मान्छेलाई चाहिँ दलितको नाम दिएर घरभित्रै नहुल्ने। हिजो के भनिन्थ्यो? अब हिजोको र आजको पनि तुलना, हिजो के भनिन्थ्यो, त्यो बाहिर बस्ने मान्छे चाहिँ दलित हो, त्यसैले त्यो बाहिर छ, घरभित्र पस्न पाउँदैन, हिजोको धारणा। आज के भनिन्छ, त्यही दृश्य देखेर, यो घरभित्र पस्ने चाहिँ मान्छे पशु हो, त्यसैले उसका जातका मिल्ने चिजहरू कुकुर बिरालालाई लिएर पस्यो, त्यो मान्छे होइन, त्यसैले त्यो बाहिर बसेको मान्छेलाई छोडेर गयो।
कति ठुलो परिवर्तन आछ हेर्नुहोस् त। हिजो बाहिर बस्नेलाई दलित भनिन्थ्यो र उसको घरभित्र पस्ने हक छैन, जानु हुँदैन भनिन्थ्यो। आज के भनिँदैछ? त्यो मान्छेले कुकुर र बिरालोलाई भित्र लिएर गयो, कुखुरा पनि घरभित्रै पसे, हाँस पनि पसे, तर मान्छेलाई पस्न दिएन, किनभने उसको जोसँग जात मिल्यो तिनलाई मात्रै लिएर गयो। त्यसैले त्यो जसले भित्र हुल्न गरे छैन त्यो स्वयंमा पशु हो, त्यो मान्छे होइन भन्ने अर्थ लाग्यो। अब यो त टोटल अवधारणा हो। भोलि त तपाईँ त पास हुने बित्तिकै त कार्यालयमा जाने हो। कार्यालय भनेको के हो त? मैले तपाईँलाई पटक पटक भनेको छु, यो त विश्वविद्यालयको जवाब हो। काम गर्ने ठाउँलाई कार्यालय भन्छन् भनेको, काम गर्ने ठाउँ कार्यालय हो र त त्यहाँ सरकार र जनता जोडिन्छन्। नागरिकता दिन्छु भन्छ सरकारले, पाउँ लिनु पर्यो भन्दै मान्छे आउँछ, जोडिन्छ। नेसनल आइडी बाँड्छु भन्छ सरकारले, एउटा लिने मान्छे आउँछ घरबाट बाहिर निस्केर। तब सरकार पनि सिंहदरबारबाट निस्केर बाहिर जान्छ, जनता पनि घरबाट निस्केर बाहिर जान्छ। जसरी बजार भनेको क्रेता र विक्रेताको भेट हुने ठाउँ, त्यसरी नै कार्यालय भनेको पनि सरकार र जनताको भेट हुने ठाउँ। त्यो भनेको के त? राज्यको लक्ष्य र उपलब्धि भेटिने ठाउँ, राज्यको उद्घोषण र जनताले प्राप्त गरेको प्राप्ति भेटिने ठाउँ। कति ठुलो कुरो रहेछ। त्यसको पनि न्यायाधीश भएर बसेको कुर्सीमा बसेका मान्छे तपाईँ। त्यसैले तपाईँको भागमा त धेरै कुरा छैन। जस्टिस इन टर्म्स अफ डिस्ट्रिब्युसन छ, तपाईँ त बाँड्ने नै हो त्यहाँ बसेर। केही न केही त तपाईँले बाँड्नुहुन्छ। के बाँड्नुहुन्छ? पावर बाँड्नुहुन्छ, कसैलाई स्वयंसेवक बनाउनु होला, अथोरिटी बाँड्नुहुन्छ, लाइन मिलाउनु है तपाईँले भन्नु होला। अरूले किन लाइन मिलाउनु पाउँदैन त? रिसोर्सेस बाँड्नुहुन्छ, योजना बजेट बाँड्नुहुन्छ, अपर्च्युनिटी बाँड्नुहुन्छ। कसैलाई गार्ड राखिदिनु होला, उसले अपर्च्युनिटी पायो, अलले पाएन। इन्फर्मेसन बाँड्नुहुन्छ, तपाईँले सार्वजनिक सूचना निकाल्नुहुन्छ, विज्ञप्ति निकाल्नुहुन्छ, बजेट पास गराउनुहुन्छ। वेल्थ एन्ड प्रिभिलेजेस विद इन द सोसाइटी। प्रिभिलेज भनेको विशेष सुविधा, विशेषाधिकार। जस्तो ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँछौँ, वृद्ध भत्ता पाउँछौँ, सुत्केरीले प्रोत्साहन पाउने होलान्। कहाँ के छ तपाईँको? यो बाँड्ने कुरामा पनि तपाईँको पुरै न्याय हुनुपर्छ भनेको। सामाजिक न्यायलाई अरू अरू अङ्गबाट हेर्दै जाउँ, अरू अरू आँखाबाट हेर्दै जाउँ, कुनै व्यक्तिलाई मर्का परेको जस्तो लाग्यो, ममाथि अन्याय भएको छ, कसैले मलाई हेपेको छ जस्तो लाग्यो भने उसले कहीँ गएर भन्ने व्यवस्था छ कि छैन? त्यो भन्ने व्यवस्थाको नाम पनि सामाजिक न्याय हो। भन्ने व्यवस्था छ र त तपाईँसँग आएर गुनासो गर्दैछौ, भन्ने व्यवस्था छ त्यसैले त ऊ आएर तपाईँ कहाँ निवेदन दिँदैछ। सरकारको रितपूर्वक 10 रुपियाँको टिकट टाँसेर या नगदी रसिद काटेर दिँदैछ। त्यसले गर्दा यसलाई लोकतन्त्रको आत्मा भनिन्छ। लोकतन्त्रको आत्मा यो भनेको कस्तो? जस्तो मताधिकार त्यस्तै सामाजिक अधिकार, जस्तो मताधिकार त्यस्तै सामाजिक। यति बुझ्नुभयो भने तपाईँले पर्याप्त कुरा बुझ्नुहुन्छ। जस्तो मताधिकार, जसले हालेको पनि त एक भोट त एक हो। गाउँको हेड सरले हालेको भोट चाहिँ 10 गणौँ त कसैले भन्दैन। जमिनदारले हाले भोट 10 त हुँदैन। सचिवबाट रिटायर भएको मान्छे रहेछ अरे, त्यसले हाले भोट 10 त हुँदैन। त्यो पनि एक हो। त्यो उसले सबभन्दा पल्लो किनारामा पुर्याएर हेपेको मान्छे पनि एक हो। हेर्नुहोस् त, जसरी भोट हुन्छ एक, त्यसरी नै ह्युमन बिइङ मस्ट बी काउन्टेड एज वान पर्सन, अ इक्वल पर्सन। है यसरी यो सोसल जस्टिस भन्ने शब्द चाहिँ 1840मै धरतीमा आएको रहेछ। लुइगी तापारेल्ली भन्ने एकजना पादरीले आफूले लेखेको एउटा निबन्धमा पहिलोचोटि प्रयोग गरेका रहेछन्। यो भनेको यो भनेको त फिलिङका कुराहरू हुन् जम्मै। त के रहेछ त यो? राज्यको इच्छा कानुन भएर आउँछ। तपाईँलाई मैले पहिले पनि भने होला, राज्यको इच्छा के भएर अभिव्यक्त हुन्छ त भन्दाखेरि राज्यको इच्छा जहिले पनि नीति कानुन भएर हुन्छ। त्यो कानुनले सबैलाई आफ्नो आँखामा समान देख्नुपर्छ। त्यही भएर त तपाईँले न्यायकी देवीको मूर्ति देख्नु भएको छ नि, आँखामा पट्टी बाँधेको, हातमा तराजु भयो। म सबै प्रमाणहरू हेर्छु, उता हेर्दिनँ। म पक्ष विपक्ष को छन् म हेर्दिनँ। म यतै झुक्छु, यतै हेर्छु, तथ्यहरू हेर्छु, पढ्छु, पर्गेल्छु, सुन्छु, बहस सुन्छु र जे ठहर्ने हो त्यही फैसला गर्छु। न्यायकी देवीको आँखामा पट्टी बाँधिनुको कारण त्यो हो कि म पक्ष र विपक्ष चिन्दिनँ। त्यो मेरै परिवारका मान्छे पनि हुनसक्छ। त्यसो भनेको यस्तो हुँदै गएपछि कस्तो सोसल स्ट्रक्चर तयार हुन्छ त? अथवा हाम्रो एक्सपेक्टेड सोसल स्ट्रक्चर कस्तो हो भनेको सामाजिक न्याय भनेको त्यस्तो सामाजिक संरचना जसमा
स्क्रिनमा देखिए जात जाति भाषाभाषी धार्मिक समूह वार्णिक समूह भनेको कालो गोरो वर्ण र लैङ्गिक पहिचानमा कुनै भेदभाव नगरी यो जति पनि छन् नि डिभाइडरहरू, यो कनेक्टर र डिभाइडर त एकदम मनमा राख्नुपर्छ। जति पनि डिभाइडर छन् त्यसमा कुनै भेदभाव नगरी अब कति ठुलो कुरो हुँदै गयो हेर्नुहोस् त, नागरिक स्वतन्त्रता, शक्तिको वितरण, सहभागिता, सामाजिक सांस्कृतिक र राजकीय सम्पत्तिको न्यायचित वितरण गरिन्छ। तपाईँले केहीमा पनि भेदभाव गर्न पाउनुहुन्न। चाहे त्यो भोटिङ राइटको कुरो होस्, चाहे त्यो सोसल राइटको कुरो होस्, सोसल इक्विटीको डिस्ट्रिब्युसनको कुरा होस्, जेसुकैमा पनि यो ठुल्ठुला शब्दहरू हेर्नुहोस् त, नागरिक स्वतन्त्रता कति व्यापक कुरो छ। शक्तिको वितरण, तपाईँको रोल, सहभागिता, तपाईँले गराउने परिचालन, सामाजिक सांस्कृतिक राजकीय सम्पत्ति। अब यो त एकदमै ठुलो कुरो हो। सामाजिक न्याय भनेको त तपाईँहरूलाई थाहै होला, कतिपय युरोपियन युनिभर्सिटीमा त एमएसजे हुन्छ पढाइ, मास्टर्स इन सोसल जस्टिस। 2 वर्ष के पढाइ हुन्छ होला त, त्यति ठुलो विषय हो यो। त्यो कारणले गर्दाखेरि यसका ढाँचा, रूप स्वरूप सबै हेर्दै गइने भयो नि त। त्यसो भएकाले गर्दा हामीले त अब त्यता पुग्न भ्याउँदैनौँ। हामीले सजिलोको लागि के बुझ्नु पर्यो भने सबै प्रकारका शोषण, एक्सप्लोइटेसन र सबै प्रकारका भेदभाव, डिस्क्रिमिनेसनबाट पूर्ण मुक्तिको अपेक्षा नै सामाजिक न्याय। त्यही हो सामाजिक न्याय। त्यसको मूल मर्म पनि त्यही हो। सामाजिक न्याय भनेको पनि त्यही हो। त के सामाजिक न्याय भनेर हिजो अनुमान गरेर लेख्ने कुरो होइन। आज तपाईँ फ्याक्टमा आइपुग्नुभयो। यी अरू विभिन्न कन्सेप्चुअल्ली हेर्दा के देखिन्छ, प्रोसेसको रूपमा हेर्दा के देखिन्छ, स्ट्रक्चरको रूपमा हेर्दा के देखिन्छ, लिगल आँखाबाट के देखिन्छ, 4वटा कुरा त हामीले अगाडि भनिसक्यौँ अघिल्लो स्लाइडहरूमा। स्ट्रक्चर त देखि पनि रहनु भएको छ। त के रहेछ सारमा भन्दाखेरि सबै प्रकारका शोषण र सबै प्रकारका विभेदबाट पूर्ण मुक्ति नै सामाजिक न्याय हो रहेछ। यसैको कारणले गर्दा राज्य सधैँ निरन्तर लागिरहन्छ। के हुन्छ भने अब अतिरिक्त कुरो तपाईँहरूले बुझ्नुपर्ने कुरो चाहिँ शोषण र विभेदको पूर्ण अन्त्य कहिल्यै पनि हुँदैन। किन राज्य निरन्तर अस्तित्वमा हुन्छ? भौतिक विकास सकिएका देशमा पनि त राज्य त छ, व्यवस्था छ। अब गर्नु कामै केही बाँकी छैन, त्यस्तो देशहरूमा पनि त राज्य व्यवस्था छ। किन भन्दाखेरि शोषण र विभेद कहिल्यै सकिँदैन। यो रूप फेरेर आउँछ। कोरोनाको भेरिएन्ट जस्तै हो। यस्तो कोरोनाको पहिलो सुई लगाइयो, भेरिएन्ट फेरियो, दोस्रो सुई लाउनु पर्यो, भेरिएन्ट फेरियो, फेरि बुस्टर डोज लाउनु पर्यो। हेर्नुहोस् त, यसरी नै शोषण र विभेद पनि समयक्रम अनुसार यो फेरिँदै 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 आउँछ, रूप फेरिन्छ। अघिल्लो उपचारले काम गर्न छोड्छ अनि राज्यले निरन्तर लागिरहनुपर्छ। त्यही भएर शोषण र विभेद जहिले पनि अगाडि अगाडि हुन्छ। राज्य त्यसलाई सम्बोधन गर्दै पछाडि पछाडि आएको हुन्छ। हो चोर अगाडि अगाडि पुलिस पछाडि पछाडि भने जस्तो शोषण र विभेद कहिल्यै नसकिने भएकाले गर्दाखेरि सोसल जस्टिस इज कन्सिडर्ड एज एन अनएचिभेबल टार्गेट अफ द स्टेट। राज्यले लखेटिरहने पर्ने विषय हो यो। पूर्ण प्राप्ति कहिले पनि हुँदैन। जस्तै अब उदाहरणबाट बुझ्नुहोस्, जस्तै तपाईँको घरमा रोपाइँ थियो, आज तपाईँको घरको रोपाइँको पालो, तपाईँले तल्लो घरको अङ्कल आन्टी दुवैलाई खेतालो बोलाउनु हो। आन्टीले के गर्नुभयो? बिहान उदयदेखि अस्ताएसम्म पुरै नेउरेर धान रोप्नुभयो। अङ्कलले के गर्नुभयो? एकछिन बाउसे गरे चाहिँ गर्नुभयो, यसो आलिआँचीलाई मिलाए चाहिँ गर्नुभयो। एकछिन बिउको मुठो उपेर आफूले जिस्काउनु पर्ने रोपाहरूको छेउमा बिउ फालेर हिलो फालेर जिस्किनु पनि भयो। एकछिनमा खैनी मोल्दै आलीतिर निस्किनु भयो, एकछिनमा चुरोड तान्न बाहिर निस्किनु भयो। हल्का फुल्का रमाइलोसँग दिन बित्यो उहाँको। तर बेलुका ज्याला कसले बढी पाउँछ? लोग्ने मान्छेले बढी पायो। यो कुरो सरकारले थाहा पायो। हेर्नुहोस् है, तपाईँले बुझ्नुपर्ने कुरो, यो कुरो सरकारले थाहा पायो अनि उसले आफ्नो इच्छा कानुन बनाएर व्यक्त गर्यो। के भन्यो? समान काममा समान ज्याला हुन्छ, ज्यालामा लैङ्गिक विभेद गर्न पाइँदैन भनेर भन्यो। खेतको शोषण हट्यो, हट्यो भन्नुहोस् न एकछिन। त्यो रूपलाई सरकारले उपचार गर्यो, तर त्यो शोषण वैदेशिक रोजगारमा आइपुग्यो, रूप फेर्यो। सरकार भन्छ फ्री भिसा फ्री टिकट, नेता गाउँमा गएर भन्छ रे बिना ढेउ बाके। सुनिरहनु भएको छ?
माथि सरकार देऊ बाके, तल बिना ढेउ बाके भन्दै एउटा नेता कुर्लिराखेको छ। बिना ढेउ बाके भनेर नेता भन्छ, फ्री भिसा फ्री टिकट भनेर सरकार भन्छ। जाने मान्छे त हरेकले 3-4 लाख रुपियाँ तिरेका छन्। यो पैसा कहाँ गयो त? हेर्नुहोस् त, खेतको शोषण त वैदेशिक रोजगारीमा आयो। अब यो वैदेशिक रोजगारीको पनि एक दिन टुङ्गो लाग्ला, बिना ढेउ बाके नै होला, फ्री भिसा फ्री टिकट नै होला। त्यो ठगी अनलाइनमा आइपुग्यो। अब त्यो अनलाइनमा आइपुगेको ठगी के हुन्छ, एक दिन त्यो पनि निको हुन्छ होला। हेर्नुहोस् त, नेपालीलाई नै भुटानी शरणार्थी बनाएर बेच्ने आइपुग्यो। यो क्रम निरन्तर चलिरहन्छ। यो शोषण एउटा रूपबाट अर्को, त्यसमा उपचार गर अर्को आउँछ, त्यसमा उपचार गर अर्को आउँछ। विभेद पनि त्यस्तै हो। ल ठिक छ, लैङ्गिक विभेद पुरै हट्ला, लैङ्गिक विभेद, त्यो बेला पनि त मोटो र दुब्लो त मान्छे हुन्छ, त्यो बेला पनि त अग्लो र होचो त मान्छे हुन्छ। अनि अग्लोले होचोलाई बामबुड के भन्ला, होच्याउला। होचोले अग्लोले लामगार के भन्ला, होच्याउला। महिला र पुरुषको शारीरिक विशेषता फरक त त्यो बेला पनि हुन्छ। इभन अबको 200 वर्ष पछाडि पनि अमेरिकामा पनि विभेद सकिँदैन। त्यो बेला अधिकांश अमेरिकीहरू चन्द्रमामा गइसकेका हुन्छन् होला। त्यो बेला पनि 10 चोटि गएर आउनेले 2 चोटि गएर आउनेलाई हेप्छ। मलाई 2 चोटि गएछ फुर्ती लाउँछ, हामी 10 चोटि गए केही भएको छैन भन्छ। यो कहिल्यै सकिँदैन। त्यही भएर यसको पछि 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 राज्य लागिरहनु र समानता र न्यायको अभ्यास गरिरहनुको नाम नै सामाजिक न्याय। माथि देख्नुभयो, इडी भनेको एक्सप्लोइटेसन र डिस्क्रिमिनेसनलाई भनेको, एक्सप्लोइटेसन र डिस्क्रिमिनेसनलाई भनेको, इडी कहिल्यै पनि पूर्णतः निर्मूल हुन सक्दैन। यो रूप बदलेर आइरहन्छ र राज्य सदा क्रियाशील रहन्छ। राज्यलाई क्रियाशील केले बनाउँदो रहेछ? उसकै उद्देश्यले। उसको उद्देश्य के छ? सामाजिक न्याय कायम गर्ने। सामाजिक न्याय कायम गर्न त हरेक देशको संविधानको माथि नै लेखेको हुन्छ। त संविधान त उसले के गर्दो रहेछ? सामाजिक न्याय कायम गर्दो रहेछ। सामाजिक न्याय भनेको के रहेछ? शोषण र विभेदबाट पूर्ण मुक्ति रहेछ। यो पूर्ण मुक्ति हुनै नसक्ने रहेछ। त्यसले गर्दा राज्य संयन्त्र, राज्य भन्ने संस्था सधैँ क्रियाशील हुनु पर्दो रहेछ र त्यही राज्य संस्थाको एउटा सानो अङ्गको रूपमा तपाईँ कुनै कार्यालयमा हाजिर हुने भएकाले गर्दा तपाईँको काम पनि कहिल्यै सकिँदो रहेनछ। अहिले हामी यसरी बुझौँ। सामाजिक न्याय भनेको के हो? अब अलिकति फराकिलो हुँदा हेर्दै जाउँ। सोसल जस्टिस is the fair and just relationship between the individual and society. इन्डिभिजुअल र सोसाइटीको बिचमा रहेको सम्बन्ध कस्तो सम्बन्ध? फेयर एन्ड जस्ट। यो जस्ट, यहाँ आएको जस्ट भनेको वी हेभ जस्ट स्टार्टेड आवर क्लासवाला जस्ट होइन। इट कम्स फ्रम जस्टिस। न्यायपूर्ण र स्वच्छ सम्बन्ध हुनु पर्यो समाजको बारेमा। समाज भनेको त निरन्तर गतिशीलतामा रहने एउटा संस्थाको नाम हो नि त। हिजै हाम्रो कुरो हो नि, कहाँबाट कहाँबाट त्यो लोग्ने मर्दा जिउँदै स्वास्नी पोलिनु पर्ने, कहाँबाट सती जाने समाज आज कति पैया अगाडि बढ्यो होला समाजको। हिजो सती जाने समाज आज चित्त बुद्ध पति फेर्ने समाजमा आइपुगेको छ, होइन? सती जानुदेखि पति फेर्नुसम्ममा आइपुग्दा कति हजार वर्षको यात्रा भयो होला, कति पैया अगाडि बढ्यो होला, कति चक्का घुम्यो होला समाजको। त्यही भएर व्यक्ति र समाजको बिचमा रहेको त्यस्तो सम्बन्ध, तलको बोल्ड हेर्नुहोस् त, ब्रेकिङ अफ ब्यारियर्स अफ सोसल मोबिलिटी। त्यो सम्बन्धले समाजको चक्का अड्कायो केही चिजले भने ब्रेकिङ अफ ब्यारियर्स गर्न सक्नुपर्छ। त्यो सम्बन्ध, एउटा केटो र एउटा केटीको मन मिल्यो, तर समाजको प्रतिनिधित्व गर्दा कसैले भन्नु जात मिलेर तिम्रो जात घाममा सुकाइदेऊ भनेर अगाडि जान सक्नु पर्यो। त्यही भएर व्यक्ति र समाजको बिचमा रहेको त्यस्तो सम्बन्ध जसले समाजको गतिशीलताका अवरोधक चिजहरू जे छन् त्यसलाई मिच्दै जान्छ, ट्रिटमेन्ट गर्दै जान्छ। त्यसैले एकदम ठुलो प्रक्रियाको नाम पनि हो। सोसल जस्टिस भनेको राइट र ड्युटीको सन्तुलन पनि हो। राइट र ड्युटी। 4 सालको वैधानिक कानुनदेखि अन्तरिम संविधानसम्म आइपुगुन्जेलसम्ममा हामीले सधैँ मौलिक हकको मात्रै कुरा गऱ्यौँ, अधिकारको मात्रै कुरा गऱ्यौँ, कर्तव्यको कुरा गरेनौँ। त्यसले गर्दा के भयो? लोग्ने स्वास्नीको झगडामा पनि नेपाल बन्द हुने स्थिति आयो। इटहरीमा तपाईँले देखिहाल्नुभयो।
एउटा कुखुराको चल्लो केचिँदाखेरि पनि नेपाल बन्द हुने स्थिति आयो। मुङलिङमा तपाईँले पटक पटक देखिहाल्नुभयो। हामी यति छाडा भयौँ कि जोसँग अधिकार मात्रै छ, कर्तव्य छैन। मेरो यो क्रियाकलापले अरूलाई के पर्छ भनेर सोच्नु पर्दैन, त्यस्तो भयो। त्यही भएर अहिलेको संविधानले, हाम्रो सन्दर्भको कुरो गर्दैछु है म चाहिँ, अहिले त हामी थ्योरिटिकल कुरा गर्दैछौँ। हाम्रो सन्दर्भमा के हो, पहिलोचोटि नागरिक कर्तव्यको तर्जुमा गरियो। राइट छ, जनता त सरकार बनाउने चिज हो, उसको राइट नहुने भन्ने कुरै भएन। यो सबै हामी सरकारले गर्नुपर्ने प्रबन्धनको काम गर्दैछौँ, सरकारले गर्नुपर्ने कामको प्रबन्ध कसरी मिलाउनुपर्छ भनेर कुरा गर्दैछौँ। त्यो सरकार बनाउने नै जनता हो, त्यसैले उसको राइट नहुने कुरै भएन। उसको राइट के छ, रिसिभ द बेसिक बेनिफिट। राज्यले केही बाँड्दैछ भने, राज्यले केही वितरण गर्दैछ भने पाउनु उसको हक हो। लोकसेवाको परीक्षा पास गर्ने बित्तिकै नियुक्ति पाउनु तपाईँको हक हो। नियुक्ति पाउने बित्तिकै पदस्थापन हुनु तपाईँको हक हो। पदस्थापन भइसकेपछि कार्य विवरण र तलब पाउनु तपाईँको हक हो। ड्राइभिङ लाइसेन्स परीक्षा पास गर्ने बित्तिकै लाइसेन्स पाउनु तपाईँको हक हो। 16 वर्ष उमेर पुगेपछि नागरिकता पाउनु तपाईँको हक हो। 18 वर्ष पुगेपछि मतदान गर्ने तपाईँको हक हो। 20 वर्ष नागेपछि जोडी खोज्न पाउने तपाईँको हक हो। त्यो हक हो। राज्यले बाँड्छ, जे पनि बाँड्छ। 70 वर्ष पुगेपछि वृद्ध भत्ता पाउनु तपाईँको हक हो। हक। तर के बेनिफिट, त्यो त राइट रहेछ। ड्युटी चाहिँ के त, बर्डन अफ कोअपरेसन। बर्डन भनेको भार, काँधमा बोकेर हिँडेको भार, बर्डन अफ कोअपरेसन। सहकार्यको भार तपाईँले उठाउनै पर्छ। कर्तव्य, हिजो त कर्तव्य तोकिएको थिएन नि, राइट मात्रै थियो, मैले पाउनुपर्छ मात्रै थियो। के रहेछ त ड्युटी चाहिँ, बर्डन अफ कोअपरेसन। राज्यले कर तिर भन्छ, तिर्नुपर्छ। राज्यले त्यहाँ नजाऊ भन्छ, जानुहुन्न। राज्यले यो काम गर भन्छ, गर्नुपर्छ। ए, फागुन 21 गते निर्वाचन हुन्छ भनिराखेको छ सरकारले। यदि हामी साँच्चै नै राजनीतिक निकास चाहन्छौँ र जनताबाट बनेको सरकारमा डेमोक्रेटिक हिसाबबाट सत्तान्तरण होस् भन्ने हामी चाहन्छौँ भने जानुपर्छ। किन राज्यले आह्वान गर्यो त के रहेछ, अर्को ब्रोडर पर्सपेक्टिभबाट हेर्दाखेरि यो राइट र ड्युटीको सन्तुलन पनि हो रहेछ सोसल जस्टिस भनेको। त्यसैले यी सबै कुराहरूलाई हेर्दै हामीले लोकसेवाको कापीमा लेख्दाखेरि एकदम कङ्क्रिट कुराहरू, यसकारण के देखिन्छ भने त्यसैले म भन्छु, यस्ता बेकारका शब्दहरू लेखेर 18 मिनट खेर फाल्ने कामै छैन। सलिड कुराहरू लेख्नुपर्ने हुन्छ। जस्तो एउटा उदाहरणको वाक्य मैले तपाईँलाई यहाँ रातोमा देखाइराखेको छु। सोसल जस्टिसलाई कसरी परिभाषित गर्यो हेर्नुहोस् त। एउटै वाक्यमा कति कुरा छ हो, यस्तै खदिलो कुराहरू तपाईँले लेखन अभ्यास गर्नुपर्छ। प्रोमोटिङ ए जस्ट सोसाइटी, रोकिँदै पढौँ। प्रोमोटिङ अ जस्ट सोसाइटी, सोसल जस्टिस भनेको के अरे हेर्नुहोस् है त। प्रोमोटिङ अ जस्ट सोसाइटी, न्यायपूर्ण समाजको प्रवर्धन गर्ने कसरी, बाई च्यालेन्जिङ इन्जस्टिस, अहिले भइरहेका अन्यायहरूलाई चुनौती दिँदै, एन्ड भ्यालुइङ डाइभर्सिटी, र विविधताको सम्मान गर्दै। हेर्नुहोस् त, एउटै वाक्यले कसरी धरती र आकाश जोडिदियो। कति खदिलो वाक्य हो, तपाईँ विचार गर्नुहोस् त। सामाजिक न्याय भनेको के त भन्दाखेरि, यस्तो समाजको प्रवर्धन गर्ने जसले भइरहेका अन्यायहरूलाई चुनौती दिएर विविधताको सम्मान गर्न सकोस्। यो दुई ठ्याक्कै एकमा फर्कियो कि फर्किएन? त्यो विविधताको सम्मान नभएर त द्वन्द्व भएको हो। त्यसैको परिणाम इन्जस्टिस, इनइक्वालिटी। त्यसैले हामीले यस्तो लेख्न सिक्नुपर्छ भनेको। सामाजिक न्यायको त सबै कुरो त, थ्योरिटिकल कुरो त तपाईँको टेबलमा आउँदैन। तपाईँको टेबलमा त नेपाल सरकारले दिएको कार्य विवरण, तपाईँको कार्यक्षेत्र पनि त कन्फाइन्ड हुन्छ। तपाईँ त एक्स्ट्रा जुडिसियल टेरिटोरी त हुँदैन तपाईँको। जुन ठाउँमा काम गर्दै हुनुहुन्छ त्यो ठाउँमा तपाईँले दिएको कार्य विवरण अनुसार काम गर्ने हो। त्यो काम गर्दा तपाईँले के गर्यो भने सामाजिक न्याय हुन्छ अरे। हेर्नुहोस् त, द फेयर एन्ड प्रोपर एडमिनिस्ट्रेसन अफ लज। तपाईँले काम गर्ने कुनै कानुन छ, नियमावली छ, कार्यविधि छ, पद्धति होला, ढाँचाहरू होलान्, मलेपका फारमहरू तपाईँको कामसँग सम्बन्धित होलान्।
विवरण पठाउनु पर्ने प्रतिवेदनको ढाँचा तपाईँसँग सम्बन्धित होला छ नि, तपाईँले हेरेर गर्नुपर्ने कानुन छ, तपाईँलाई निर्देशित गर्ने कानुन छ, कार्यविधि छ, सबै छ, पद्धति छ स्थापित। त त्यसको अक्षर मात्रै होइन, कन्फर्मिङ टु द नेचुरल ल। कानुन पढ्नुहोस् अक्षर, कन्फर्मिङ नेचुरल ल भने प्राकृतिक कानुन भने के त? प्रकृतिले कसैलाई अन्याय गर्दैन भन्ने कुरो हो। यहाँनिर चाहिँ के भएर आयो यो? तपाईँको अन्तरात्माको आवाज। कानुन पढ्नुहोस्। सीमान्तकृत पछाडि परेको महिलाहरूको प्रतिनिधित्व बढाउनलाई, महिला सहभागितालाई प्रोत्साहित गरिनेछ भनेर तपाईँको संविधानमा लेख्यो। त्यो भनेको आर्जु भाउजू हो। सीमान्तकृत समाजको आवाजविहीन महिला भनेको उहाँ हो। ल्याइयो त हो, हेर्नुहोस् त, कानुन त मिल्यो तर नेचुरल ल, तपाईँको अन्तरात्माको आवाज मिलेन। त्यसैले लेटर र स्पिरिट दुइटै, लेटर र स्पिरिट दुइटै लेखेर द्याट अल पर्सन्स इरेस्पेक्टिभ अफ एथनिक ओरिजिन, जेन्डर, पोजिसन, रेस, रिलिसन, एटसेट्रा भनेकै दोज अल द डिभाइडर्स आर टु बी ट्रिटेड इक्वेल्ली एन्ड विदाउट प्रेजुडिस। तपाईँको सेवाग्राही लाइनमा बसेको मान्छे को हो तपाईँले हेर्ने होइन। यो मान्छे हेर्दै रिस उठ्दछ, अब यो आइमाईले के चिज गर्छ, त्यो मधेसीले यहाँ लफेडा गर्छ, अब यो, अब यसले त यहाँ झगडै गर्छ। तपाईँले पूर्वानुमान गर्ने होइन, तपाईँ प्रिजुडिस पूर्वाग्रहबाट मुक्त हुनुपर्छ। तपाईँको सेवाग्राही सबै बराबरै हो, किनभने अल ह्युमन बिइङ आर इक्वेल। त्यस्तो कुरो हिजो मात्रै सुन्नुभयो होला, कुकुरलाई झुन्डाएर कुटी कुटी मारेकोमा एउटा मान्छे पक्राउ परेको छ, दण्डित भएको छ। पशुमाथि त अन्याय गर्न पाइँदैन भने तपाईँ मान्छेलाई हेपिरहनु भएको छ। त्यही भएर सारमा अब हामी कामतिर केन्द्रित हुँदा के रहेछ, सार्वजनिक न्याय वस्तु त राज्यको वितरणात्मक न्यायको विधिले प्रक्रिया। यो न्याय कसरी देखिन्छ भन्दा वितरणबाट। राज्यको स्रोत, साधन, लाभ, अवसर भनेको पारोइ। अघि केमा द्वन्द्व हुन्थ्यो? पारोइ प्राप्तिका लागि द्वन्द्व हुन्छ। हेर्नु, सबै कुरा जोडिन्छ है त। के फरक पारेर द्वन्द्व हुन्छ? भेन। के प्राप्तिका लागि द्वन्द्व हुन्छ? पारोइ। केमा चित्त नबुझेर द्वन्द्व हुन्छ? पाजी। के को सम्बन्ध सन्तुलित नभएर द्वन्द्व हुन्छ? 3R। अनि के को कदर नभएर द्वन्द्व हुन्छ? PA, पावर एजेन्सी। पावर त यसै छ, एजेन्सी केही नभएकोलाई पनि सोध्नुहोस्, सम्मान गर्नुहोस् भनेको। तपाईँ त्यहाँ जाने मान्छेले यति कुरो बुझेर व्याख्या गरिदिनु भयो भने गाउँका मान्छेहरूले तपाईँलाई देउता आएको सम्झिन्छ। यस्तो हाकिम योभन्दा अगाडि कहिल्यै देखिएको थिएन। यस्तो मान्छे पो सरकारी मान्छे, यस्ता मान्छेले पो गाउँमा न्याय दिन्छन् भन्छन्। यहाँ प्रयोग भएको भव हेर्नुहोस् त, पास्ट टेन्समा छ। वी वर अल ह्युमन्स अन्टिल, हामी मान्छे थियौँ अरे, अन्टिल रेस डिस्कनेक्टेड अस। जातीयताले हामीलाई जबसम्म विच्छेदित गरेको थिएन, रिलिजन सेपरेटेड अट, धर्मले हामीलाई अलग अलग गरेको थिएन, पोलिटिक्स डिभाइडेड अस, राजनीतिले हामीलाई भागबन्डा गरेको थिएन, एन्ड वेल्थ क्लासिफाइड इट, धर्मले हामीलाई वर्गीकृत गरेको थिएन। जबसम्म सम्पत्तिले वर्गीकृत गरेन, राजनीतिले भागबन्डा गरेन, धर्मले विभाजन गरेन र रेसले विच्छेदित गरेन, जातले विच्छेदित गरेन, तबसम्म हामी मान्छे थियौँ। कसलाई भन? पूर्ण प्राकृतिक अवस्थालाई भन, पूर्ण प्राकृतिक। अहिलेको यो अभ्यासले हामीलाई कति गलत ठाउँमा पुर्याइराखेको छ। पूर्ण प्राकृतिक अवस्थामा मान्छे मान्छे थियो अरे, अहिले मान्छे स्वार्थको भाँडो हुँदै गयो। अब यसको इन्टरप्रिटेसन हेर्नु, डिस्कनेक्टेड। हिजो हामीले नाकको कुरा गऱ्यौँ, मधेसको मान्छेको कालो वर्ण र पहाडको मान्छेको तुलनात्मक रूपमा अश्वेत भनौँ, गोरो भन्न त मिल्दैन। त्यो श्वेत हो भने यो अलिकति अश्वेत हो। गहुँ गोरो त भन्छौँ हामी, गहुँको पिठो जस्तो त भने होइन नि, गहुँको दानो जस्तो भनेको। त्यो रेसले के गर्छ? मधेसको कालो तपाईँलाई सर्छ? त्यो हाँडी हो? त्यो त होइन। त्यो त भूगोलको देन हो। तपाईँको पुर्खा गएर त्यहाँ बसेको भए त्योभन्दा कालो हुनुहुन्थ्यो। शरद सिंह भण्डारी पहाडे भण्डारी त हुन् नि, कुन मधेसी भन्दा ती गोरो छन् त? त्यसैले त्यो रेसको, रिलिजन, केमा विवाद हुन्छ गाउँमा? होइन, केमा विवाद हुन्छ गाउँमा? हनुमानजीको मूर्ति सेलाउन मुसलमान बस्तीबाट गयो अरे, गाउँमा झडप भयो अरे। यो कुनै गर्नुपर्ने कुरा हो? हनुमानजीको मूर्ति बाटोबाट हिँड्यो,
आफ्नो धार्मिक आस्था अनुसार सेलाए, त्यहाँ विवाद गर्नुपर्ने कुरा के छ एउटा। अर्को कुरो, त्यो मुसलमान बस्तीले त्यो कुरो मन पराउँदैन भने त्यही बाटो लानुपर्ने के जरुरी छ? यो त सोचको कमी हो नि त। अनि हामी धर्मको के कुरा गर्छौँ? हिन्दूले भन्छ तिम्रो कर्मले तिमीलाई छोड्दैन, मरेपछि कि तिमी स्वर्ग जान्छौ कि नर्क जान्छौ। त्यही कुरो मुसलमानले भन्छ कि जन्नत जान्छौ कि जहन्नुम जान्छौ। त्यही कुरो क्रिस्चियनिटीले भन्छ आइदर ही अर सी विल गो टु द हेल अर हेभन। त्यही कुरो बुद्धिस्टले भन्छ कि चाहिँ निर्वाण प्राप्ति हुन्छ कि चाहिँ अभिचीमा रहन्छ। अभिची भनेको नर्कै हो एक किसिम। कहिलेको कुरा गरेको? सबै मरेपछि। मरेपछि स्वर्ग जान्छ, नर्क जान्छ, मरेपछि जन्नत जान्छ, जहन्नुम जान्छ, मरेपछि निर्वाण प्राप्त हुन्छ या हुँदैन, हँ? हेल जान्छ, हेभन जान्छ। कहिलेको कुरो? सबै मरेपछिको। मरेपछिको कुरो त कसैलाई पनि थाहा छैन। त त्यो कुरामा विवाद गरेर हामी समाजको वर्तमान एकता भाँडिराखेका छौँ। यस्ता मान्छेहरू गाउँमा छन्। हिजै तपाईँको अफिसमा को आउँछ भनेर कुरा गरियो कि मतभेद उत्पन्न गर्ने कि स्वार्थबाजीको मान्छे आउँछन्। त नत्र त सरकारी अड्डामा त त्यसै त काम नपरिकन त कोही पनि पस्दैन नि। त हो यस्तो इन्टरप्रिटेसन गरेर जनताको मन जित्नु तपाईँको काम हो। अन्याय र असमानतालाई कसरी सम्बोधन गर्ने? मूल प्रवाहमा ल्याउनु। मूल प्रवाहमा। नदी त बाङ्गो टिङ्गो भएको छ नि, पहाडको खोजमा चेपिएको होला, मधेसमा आएपछि फैजाइएको होला। नेपाली समाजको हजारौँ वर्षदेखि चलिआएको नदी त बाङ्गो टिङ्गो भएको छ नि। त्यसलाई नजिकै चेक ड्याम, यस्तो राम्रो सडक किनारामा करिडोरमा बाटो खोलेर यस्तो ल्याउनुहोस् कि किनारामा परेकोलाई एकचोटि फेरि मूलमै फर्काइदिनुहोस्। त्यही त हो नि समावेशीकरण भनेको, एउटै पाइपमा हालिदिने। अब त तलमाथि हुने ठाउँै छैन। समताउन्मुख विकासको सुनिश्चितता छ भनेर विश्वास दिलाउनुहोस् मान्छेलाई। नागरिक हक अधिकार प्राप्ति, यो त तपाईँले बुझिहाल्नुहुन्छ नि। तपाईँ आफ्ना कस्टमरहरूसँग व्यवहार गर्नुहोस्। घटीमा पनि 1948 भन्दा युडिएचआर, युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट, मानव अधिकारको विश्वव्यापी घोषणा 1948 भन्दा तल नझर्नुहोस्। 1948सम्म टेकिनुहोस् कमसेकम। सक्नुहुन्छ भनेदेखि त निलो मानवाधिकार, हरियो मानवाधिकारसम्म आइपुग्नुहोस्। सक्नुहुन्न भने पनि त 1948 भन्दा तल नझर्नुहोस्। 1948 भन्दा तपाईँ तल झरिदिनु भएन मात्रै भने पनि नेपाली समाजमा बहुत ठुलो न्याय हुन्छ। त्यही भनेर तपाईँहरूलाई यो प्रशिक्षण हो। र साथीहरूलाई मेरो आग्रह के छ भने, इन्टरनेटमा यस्ता चित्रहरू भेटिन्छ। फुर्सदको समयमा 5-10 मिनट गहिरिएर यस्ता चित्रहरू हेर्ने गर्नुहोस्। यसलाई कोलाज भनिन्छ। तपाईँले पढेको शैक्षिक संस्था र यसको स्पेलिङ उस्तै उस्तै हुन्छ। तपाईँले पढेको चाहिँ COLLEGE कलेज, यो चाहिँ COLLAGE कोलाज। कोलाजको शाब्दिक अर्थ टुक्रा टाक्री जोडिएर बनाइएको कला भन्ने अर्थ लाग्छ। अमूर्त कलाहरूको पनि जननी दर्शन हो यो। तपाईँले यहाँ हेर्नुभयो भने धेरै कुरा देख्नुहुन्छ। तपाईँको विश्लेषण क्षमता बढ्छ। हेर्दै जाँदाखेरि तपाईँलाई यहाँ कतिपय कुरा छुटेको जस्तो लाग्छ। यो छुट्याएर छ भनेर धारणा बनाउनुहोस्। कतिपय कुरा नभए हुन्थ्यो जस्तो लाग्छ। त्यो कुरोलाई हटाएर पनि सोच्नुहोस्। यहाँ के कमी कमजोरी छ त्यो हेर्ने बानी गर्नु भने तपाईँलाई हरेक प्रश्नमा विश्लेषणात्मक उत्तर दिनुहोस् भने हुन्छ नि। घोकेर ल्याएर कापीमा उल्टी गर्नुहोस् भनेर लोकसेवाले भनेको हुँदैन। घोक्ने कुरा असाध्य थोरै हुन्छन्, तर विद्यार्थीहरूले नबुझेको देखेर हामी कहिलेकाहीँ आजित हुन्छौँ। त्यस्तो नागरिक कर्तव्य घोक्नुहोस्। महत्त्वपूर्ण आयोगहरू, महत्त्वपूर्ण संवैधानिक प्रक्रियाहरू कुन धारामा छ याद गर्नुहोस्। मौलिक हकहरू 16 देखि 46सम्म पहिलो पहिलो अक्षर राखेर भए पनि यसो धारणा बनाउनुहोस्। तर अरू कुरा त सबै बुझ्ने हो नि, सबै बुझ्ने हो। कुनै बैठकले पास गरेका रिजोल्युसनहरू, विश्वस्तरीय कुनै संस्थाहरूले पास गरेका 2-4 रिजोल्युसन यसो क्रमबद्ध ढङ्गबाट भने त्यो पनि उन्ने पनि एउटा तरिका हुन्छ। कसरी सम्झिने भन्ने पनि तरिका हुन्छ। फर्मुला बनाउनुहोस्, हरेक कुरा गर्नुहोस्। तपाईँहरूले सुनिरहनु भएको होला, केमिस्ट्रीमा 95 मात्रै कसरी आयो, मेरो 100 नै आउनुपर्ने भनेर त्यो केमिस्ट्रीलाई श्लोकबद्ध बनाएर छन्दमा बनाएर घोकेको कुरो त्यहाँ लेखिएको, त्यहाँ मैले झुकिएर पिपी भनेको लिड भन्नु मोलिब्डेनम भनेर खुब भाइरल बनाएको थिएँ, उडाएको थिएँ।
तर जसले जति उडाए पनि जे भए पनि त्यो त मैले के भन्छु, 42 वर्ष पछाडि भन्दाखेरि पनि ती कुराहरू कण्ठ छन् भनेपछि छन्दमा, घोक्नुमा, त्यो सूत्रबद्ध गर्नुमा त त्यत्रो ताकत हुन्छ नि त। तपाईँहरूले पनि त्यस्तै गर्नुहोस्। अब सामाजिक न्याय कसरी हामीले यसलाई बुझ्नुपर्छ भने नि, समाजमा केही विकृत कामहरू भएको छ, केही खराब कामहरू भएको छ, त्यही गाउँको मान्छे हो भन्दा तपाईँको शिर उठ्छ कि नेउरिन्छ। कास्की जस्तो एउटा चेतना भरिएको जिल्ला, माछापुच्छ्रे गाउँपालिकाको एउटा अध्यक्ष, वडाध्यक्ष, जसले दलितले छोयो भनेर खडगुडाको भातै बाहिर फालिदियो, त्यो जनप्रतिनिधिलाई मैले भोट हालेको भन्दा त्यहाँका मान्छेलाई गर्व महसुस भएको होला। पश्चिम रुकुम भनेर तपाईँले कसैले घर भन्नुभयो भने त्यो नराज विकारलाई मारेको ठाउँदेखि कता भनेर सोध्छ अर्को मान्छेले, तपाईँलाई इज्जत होला। तपाईँले मेरो घर रौतहट भन्ने बित्तिकै त्यो मर्नी देवीलाई परालको मुठाले जलाई जलाई गोठमा लगेर मारेको ठाउँदेखि कता, मेरो फलान ठाउँ त्यो दाइजो थोरै ल्याए भनेर बुहारी मार्नेको घरदेखि कता, कति नमजा हुन्छ। जिल्लामा, बाहिर जाँदा देशमा, जब एउटा अपराधीले कुनै नराम्रो काम गर्छ भने त्यो सबैको मूल्य हामीले शिर निहुराएर, शिर ढालेर तिर्नुपर्ने हुन्छ। त्यसैले सोसल जस्टिस हामी सबै मिलेर कायम गर्ने कुरा हो। इन्टरप्रिटेसन गर्ने ठाउँमा तपाईँ हुनुहुन्छ। हेर्नुहोस् त, यही चित्र एउटा साङ्केतिक चित्र नहो बुझ्नलाई। सोसल जस्टिस लेखेको एउटा प्लेट छ, त्यसलाई बुढा बुढी, केटा केटी, महिला पुरुष सबै मिलेर कसैले धुँदैछन्, कसैले पखाल्दैछन्, कसैले पुस्दैछन्। के भनेको यो? हाम्रो गाउँको इज्जत आफै राख्नुपर्छ भनेको नि। एउटा बाबुले कत्रो नाचसँग पालेको एउटा तरुनी बनाएको एउटा छोरी नै जिम्मा दियो, कस्तो अपराधीको हातमा पर्यो होला कि त्यत्रो एउटा वैँशालु केटी, उसको सारा जिन्दगीको सपना लगानी गरेको छोरी पाइरहेको छ, मोटरसाइकल पुगिरहेको छैन, उसलाई तिलक पुगिरहेको छैन। अब यस्तो पशु जो मान्छेसँग मूल्य चाहन्छ र त्यो केटाको बाउ जो रागो सरह बोको सरह छोरो बेच्छ, मानव बेचबिखन हो नि तिलक भनेको। तपाईँहरू अहिले हेर्नुहोस् त, त्यस्ता मान्छे लुकी लुकी भागी भागी दाइजो लिएको होइन भन्दा हिँडेका छन्। तर दाइजो नलिई बिहा गरेका जोडीहरूलाई नगरपालिकाहरूले रथमा राखेर परिक्रमा गरेर नमुना जोडी भनेर सम्मानित गरिरहेका छन्। त्यसले लिएको पैसोभन्दा तिनले पाएको सम्मान कति गरुङ्गो छ। हो, यो भावना चाहिँ सबैमा बढाउने। अब सामाजिक न्यायका क्षेत्रहरू भनेको कहाँ कहाँ अन्याय भएको छ त, कहाँ कहाँ अन्याय भएको छ, यसमा चाहिँ यो सूची यहाँ छँदैछ। म तपाईँलाई देख्ने तरिका भन्छु। हेर्नुहोस्, सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक, लैङ्गिक, राजनीतिक सबैले लेख्छन् के कुरामा हाम्रो समाजमा असमानता छ, अन्याय के कुरामा भएको छ भनौँ भने आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिक, यस्ता सबैले लेख्छन्। तपाईँले त्यो छोड्नुहोस् भने होइन, तपाईँले पनि लेख्नुहोस्। तर यसका अतिरिक्त भनेर हेर्नुहोस् त, वातावरणीय, पानी लिन जाने काम चाहिँ, बढार कुँडारको काम चाहिँ किन स्वास्नी मान्छेले मात्रै गर्नुपर्छ? पहुँच, अवसर, सहभागिता, नीति निर्माण, नेतृत्व। नीति निर्माण र नेतृत्व भने फरक हो। नीति निर्माण भनेको सांसद हुनु होला, नेतृत्व भनेको मन्त्री हुनु हो। नीति निर्माण भनेको नीति मात्रै बनाउने हो, नेतृत्व भनेको त्यसलाई हाँक्ने ठाउँमा पुग्नु हो, परिचालन हो। यस्ता कमसेकम 8-10वटा क्षेत्र खोज्नुहोस् जहाँ नेपाली समाज न्यायमा पनि पछाडि छ, समानतामा पनि पछाडि छ। यो सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, लैङ्गिक, यो सबैले लेख्छन्। फरक कसरी हुनु पर्यो? हामीले अवसरमा के छ, सहभागितामा के छ, नेतृत्वमा के छ, नीति निर्माण के छ, परिचालनमा के छ, सहभागितामा के छ, पहुँच कस्तो छ, वञ्चितीकरणको अवस्था के छ? हिजो भनेको छ नि वञ्चितीकरण। वञ्चितीकरण भनेको अभाव होइन, द्याट्स नट स्कार्सिटी, तर त्यो के हो? डिप्राइभेसन हो। डिप्राइभेसन भनेको अवसर र उपभोगको बिचमा खडा भएको एउटा पर्खाल, जसले खाली सिटमा पनि बस्न दिँदैन, खानेकुरा छ खान दिँदैन। रौतहटको उदाहरण दिएको थिएँ मैले। अब यो सामाजिक न्याय कस्तो हुन्छ त? सामाजिक न्याय तपाईँ भएको ठाउँमा कस्तो हुन्छ त, कसरी गर्नुपर्छ भन्दा यो 6वटा कुरालाई हामीले सम्झिनुपर्छ। वितरणकारी न्याय। वितरणकारी न्याय भनेको राज्यले बाँड्छ। के बाँड्छ? पावर, अथोरिटी, रिसोर्स, अपर्च्युनिटी, इन्फर्मेसन, प्रिभिलेजेस, होइन, यी बाँड्छ।
बजेट सिधा शब्दमा भन्दा बजेट बाँड्छ, योजना बाँड्छ, नीति बाँड्छ, सपना बाँड्छ, जे पनि बाँड्छ राज्यले। धेरै मान्छेले बजेट बाँड्ने, योजना बाँड्ने, कार्यक्रम बाँड्ने भन्दा मात्रै सपना बाँड्छ राज्यले सबैभन्दा पहिले। संविधानले भनेको छैन समाजवादतर्फ उन्मुख अर्थव्यवस्थाको निर्माण गर्ने हो। त्यहाँ सपना बाँड। तर त्यहाँदेखि उता सबै निजी क्षेत्रलाई प्रोत्साहित गर्ने भन्नु राज्यको भूमिका कहाँ छ? त्यहाँ सपना बाँड। संविधानै समाजवादी अर्थव्यवस्था बनाउँछु भनेर भन्यो, तीन खम्बे अर्थनीति भन्यो, तर गर्दै लाँदा निजी क्षेत्रलाई प्रोत्साहन 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 हुँदा राज्यको रोलै रहेन। समाज तपाईँको अहिलेको संविधानले समाजवाद ल्याउँदै ल्याउँदैन, किनभने पछाडि छ। त्यो त सपना मात्रै हो त्यसरी नै राज्यले बाँड्छ, सपना बाँड्छ, नीति बाँड्छ, कार्यक्रम बाँड्छ, योजना बाँड्छ, बजेट बाँड्छ, सबै बाँड्छ, पारोइ बाँड्छ। वितरणकारी ढाँचा भनेको त्यो हो। अब पुनर्वितरणकारी भनेको चाहिँ के? बाँडेको मिल्यो कि मिलेन भनेर हेर्ने। बाँडेको कुराले न्याय दियो कि दिएन। बाँड्ने त बाँड्यो, उसले बाँडेन, हरेक वर्ष बजेट आएकै छ, योजना परेकै छन्, काम नगर्ने ठेकेदारले ओगटेर भए पनि बसेकै छन्, होइन? त त्यो बाँडेकोले सामाजिक न्याय मिलेको मिलेन भने सामाजिक न्याय दियो कि दिएन। अब हो यहीँबाट पास हुने खालको अरू अतिरिक्त कुरा सुन्नु। अनु भनेको के अरे? हिजै हामीले भन्यौँ वादी, अनुवादी, संवादी, विवादी भन्दा अनु भनेको पछाडि, अनुवाद भनेको पछाडि आएको, पछि पछि आएको। एउटा भाषाको किताब अर्को भाषामा ट्रान्सलेट भयो, अनुवाद भन्छौँ हामी। त यही कुरा योजनाका सन्दर्भमा चाहिँ मूल्याङ्कन अनुगमन हुन्छ। योजना बन्दैछ। हाम्रो अहिलेको प्रणाली के छ? ठेकेदारले पुल बनायो, पुल भत्कियो, महालेखा परीक्षकको प्रतिवेदनमा आयो, पुल भत्कियो, गुणस्तरीय सामग्री प्रयोग भएन, पुल भत्कियो। पुल बनाउने पैसा आयो, वितरण, पुनर्वितरणको अभावमा के भयो? पुल भत्कियो भन्ने रिपोर्ट आयो। पुल बनाउँदैछ ठेकेदारले। अनुगमन भनेको पछि पछि जानु, तिमीले बाँधेको डन्डी ठिक छ कि छैन, मसलाको प्रोपोर्सन मिल्या छ कि छैन, गुणस्तरीय सामग्री छ कि छैन, स्पेसिफिकेसन अनुसार चिजबिज आपूर्ति भएको छ कि, त्यो हेर्दै जाने हो नि। यो मिलेन, यो फुकालिहाल, यो झिकिहाल्यो, यसको सट्टा ठुलो डन्डी राख। अनुगमन, पछि पछि जाने। पछि पछि जाने भने त पुल भत्कियो भनेर रिपोर्ट लेख्नु पर्ने थिएन नि। हो, यो वितरणमा चाहिँ पुनर्वितरण हुन्छ, योजनामा चाहिँ अनुगमन हुन्छ, वितरणमा चाहिँ पुनर्वितरण हुन्छ। ल बाँड्यो, कोसीको बाढीबाट 200 जना मान्छे अप्ठ्यारोमा परेका छन् भन्ने सरकारले थाहा पायो। 200 पोका खाद्य सामग्री, पानी सानी सबै लगेर बाँडिदियो। बाँड्यो, द्याट्स वितरण। बाँडेको मिलेको मिलेन त 200 जनालाई खसालिदिएको पोखा 200 जनाले पाए कि पाएनन् भन्दा त के थाहा पायो सरकारले? त्यहाँ पनि ट्याटु स्याटु खिपेका युवा सुवा कोही रहेछन् कि डाँडामा जिम जाने मान्छे भनेर खोसेछन् अरूका पोका। त्यहाँ पनि सुत्केरी होलान्, नाबालकहरू होलान्, वृद्ध वृद्धाहरू होलान्, रोगीहरू होलान्। 20 जना मान्छेले त पोकै पाएको छैन भने थाहा पाइयो। अब पुनर्वितरण के हुन्छ? के चाहिँ राज्यले 20वटा पोका अशक्तहरूका लागि मात्र भनेर खसाउनु पर्छ कि त त्यही हेलिकप्टरको डोरीबाट पुलिस खसालेर, पुलिस झारेर त्यो एकभन्दा बढी पोको लिनेलाई ठटाएर खोसेर दिनुपर्छ? त्यो के रहेछ? राज्यले बाँड्दो रहेछ। यो भनेको, यो त तपाईँलाई मैले उदाहरण मात्रै दिएको। कुरो के रहेछ? राज्यले बाँड्दो रहेछ र बाँडेर काम सकिँदैन रहेछ। बाँडेको कुरो मिल्यो कि मिलेन, बाँडेको कुरोले सामाजिक न्याय भयो कि भएन हेर्नु पर्दो रहेछ। पुनर्वितरण उपचारमुखी न्यायिक प्रक्रिया नै भयो। जस्तो मलाई चित्त बुझेन भने म अदालत जान सक्छु, प्रहरी जान सक्छु। सबैभन्दा पहिले म तपाईँ कहाँमा आउँछु, तपाईँको क्षेत्राधिकारमा पर्दो रहेछ भने तपाईँकोमा आउँछु। नियमनकारी राज्यले सधैँ प्रोत्साहन मात्रै गर्दैन, नियमन पूर्व शर्तहरू पालन गर्नुपर्छ। तपाईँको जाँच भइरहेको बेला पनि प्रवेश पत्र चेक गर्न मान्छे आउँछ। तपाईँलाई त्यसै लाइसेन्स दिँदैन, ट्रायल लिन्छ, नियमन गर्छ। पुनर्स्थापित न्याय भनेको चाहिँ अलिक फरक कुरा हो। यसलाई तपाईँले भिन्न तरिकाबाट बुझ्नुपर्छ। यो भनेको के? इतिहासले गरेको गल्तीलाई वर्तमानले सच्याएको हो। गल्ती इतिहासले गर्यो, गल्ती गर्ने इतिहास हो। तर तपाईँलाई अहिले आएर थाहा भयो यो त हदै अन्याय भएको रहेछ, तपाईँलाई अहिले थाहा पाउनुभयो। अब गल्तीलाई नै निरन्तरता दिने त कुरो भएन, त्यही भएर तपाईँले करेक्सन गर्नुभयो। महिलामाथि ज्यादती नै भएको रहेछ,
अति नै भयो। जिउँदै पोलेर मार्नु भनेको त सानो अपराध त होइन। तर अब हजुरआमा कि हजुरआमा त फर्काएर ल्याउन सकिँदैन। उहाँकी नातिनी कि पनातिनी भए पनि अगाडि बसेर टिको लाएर पाप मोचन होस्, हाम्रो पाप मोचन होस् भनेर इतिहासले गरेको गल्तीले वर्तमानले सच्यायो कार्य। त्यो मधिसे जसले खेत जोगाउँदा जोगाउँदै नेपाल जोगाएको रहेछ, खेत जोगाउँदा जोगाउँदै कुनै राष्ट्रभक्तिको भावना जागृत भएर होइन, नजान्दै पनि निरक्षर मधेसीले पनि त आफ्नो खेत त जोगाएको छ। खेत जोगाउँदा जोगाउँदै देश जोगाएको रहेछ। तर त्यही मान्छेलाई त मूल नेतृत्वले त उसैलाई इन्डियन बनिराखेको थियो, उसैले कालो भनेर हेपिराखेको थियो। इतिहासले गरेको गल्ती माथि धनकुटाबाट एक दिन आउले ठड्याएर भारतलाई गाली गरेको भरमा त नेपाल जोगिएको त होइन रहेछ। नेपाल जोगाएको त मधेसीले रहेछ जो किनारामा बसेको छ। हो, यो मान्छेमाथि हामीले अन्याय गर्यौँ, मूलधारमा ल्याउन सहयोग गर्यौँ। दलितको प्राचीन कालदेखि यो समाजले यहाँसम्म ल्याउने इन्जिनियर रहेछ, हेलो होचा गऱ्यौँ। बहादुर गोर्खाली भनेर जसले देशको नाक घेरौँला जत्रो बनाएर आयो, आज हामीले उसैलाई चाहिँ तेरो नाक खोइ भन्न थाल्यौँ। गलत गरेछौँ। हामीलाई फिल भयो, थाहा भयो, तत्काल उपचार सुरु भयो। हो, यो चाहिँ पुनर्स्थापित नै रिस्टोर्ड। हिजो त्यस्तो थिएन। हिजो विश्वकर्माको पूजा हुन्थ्यो, इन्द्रप्रस्थ लगायत सबै चिजहरू उनीहरूले बनाएका हुन्। हिजोको शास्त्रले कहिल्यै पनि जातीय विभेद गरेन। तर बिचमा यसरी व्याख्या बिग्रेर गयो कि हिजो पनि मैले तपाईँलाई भने नि, विद्या विनय सम्पन्ने ब्राह्मणी गविहस्तिनी सुनिचैव स्वपाकेच पण्डिता समदर्शिन। गाई हाततिर चाड्नाल कुत्ता सर्वज्ञ बाहुन ज्ञानीका दृष्टिमा एकै ठहर्छन् पूजा अर्जुन। स्वयं भगवान् कृष्ण अर्जुनलाई भन्दै हुनुहुन्छ कि कोही सानो ठुलो छैन, कुत्तो कुकुर बाहुन हात्ती घोडा चाण्डाल सबै एउटै हो, कसैलाई पनि होच्याउनु हुँदैन भनिरहेका छ। अब हामी त मान्छेमै विभेद गर्न थाल्यौँ। त्यही भएर इतिहासले गरेको गल्तीलाई वर्तमानले सच्याउने कार्य, संरक्षणकारी भनेको चाहिँ जो जहाँ छ त्यहीँ बचाइदिने जस्तो पद्धतिहरू गरौँ नि हामी। अब एकछिनको लागि सम्झिनुहोस् त, नेपालको जात जाति कुसुन्डा छन् 200 भन्दा पनि थोरै, अथवा 1000 मुनि भन्नुहोस् न, सजिलो तथ्याङ्कमा नजाउँ। राउटे छन् जङ्गलमा हिँड्ने, चेपाङहरू छन् प्रजाहरू अलिअलि। तपाईँले आरक्षण भने पनि तिनको भाग आउँदैन। तपाईँले समानुपातिक प्रतिनिधित्व भने पनि त्यो मान्छे आइपुग्दैन कहिले। त्यो मान्छेलाई सकारात्मक विभेदीकरण भने पनि त्यो मान्छे आइपुग्दैन, त्यो त्यहीँ छुट्छ। त त्यस्तोलाई के गर्ने त? त्यो भनेको चाहिँ कस्तो भने एकदम भुसाउरो चियापत्ती हुन्छ नि, एकदम मसिनो, जति राम्रो जालीबाट छारे पनि तल गिलासमै थुप्रिने। तपाईँले आरक्षण भन्नुभयो अडिँदैन, समानुपातिक प्रतिनिधित्व भन्नुभयो भेट्दैन, पुनर्स्थापित भन्नुभयो भेट्दैन, सकारात्मक विभेदीकरण भन्नुभयो भेट्दैन। ऊ आफ्नै ठाउँमा छ, राउटे जङ्गलमै छ। अब त्यो राउटेलाई के गरिदिने? राउटेको लागि राष्ट्रिय नीति बनाउनु परेन। राउटेलाई तपाईँले के गरिदिने? सल्यान, प्युठान, रुकुम, रोल्पा, दाङ, कमसेकम यति जिल्लाका स्थानीय पालिकाहरू जहाँ अथवा डिटिसीको संयोजनमा जति छन्, कमसेकम राउटेलाई रुख काटिस् भनेर मुद्दा नलगाइदेऊ। राउटेको त कामै रुख काट्ने, त्यसबाट आरीहरू बनाउने, सो बराबरको अन्न लिने, आफ्नो जीविका गर्ने हो। राउटेलाई रुख काटेको मुद्दा लाग्यो भने त्योभन्दा विवेकहीन सरकार के हुन्छ? ऊ त वनमा बस्ने मान्छे हो। त्यसरी नै कुसुन्डा संरक्षण, कुसुन्डा सङ्ग्रहालय केही कुरो आयो भने किन त्यस ताप्लेजुङलाई किन चाहियो? त्यो रुकुमलाई किन चाहियो? कञ्चनपुरलाई किन चाहियो? प्युठानलाई किन चाहियो? तनहुँका केही पालिका जसले गर्नुपर्ने हो उसले गर, संरक्षण गरिदेऊ। त्यस्तै चेपाङको कुरो आयो भने कसले गर्ने? ललितपुर होला, मकवानपुर होला, धादिङ होला, त्यो ठाउँका केही मान्छेहरूले कुरो बुझिदेऊ न। कमसेकम चेपाङले आफ्नो छोरीको बिहामा चिउरीको रुख दाइजो दिन्छ। त्यहाँ यस्तो जङ्गली डिएफओ नपुगोस् कि तँ कहाँको को होस् र यो चिउरीको रुख दाइजो दिइस् भने। उसको रित हो त्यो। न उसले दाइजो दिएर दिइन्छ, न छोरीले डोकोमा हालेर बोकेर लान्छ। जङ्गलको कुनै रुख उसले छोरीले दाइजो दिन्छ। यति पनि नबुझ्ने डिएफओ, समाज नबुझेको मान्छे, मैले हिजो बुझेँ नि। अब हुने शाखा अधिकारी त यस्तो हुन् कि मैले चिउराको बोट देखाएको छैन भन्नु। दुध कहाँबाट आउँछ भन्दाखेरि प्याकेटमा हुन्छ भन्ने नहोस्।
कमसेकम मलाई मेरी आमाजुले यसरी अन्याय गर्नुभयो भने आमाजु भनेको के, वाट डु यु मिन भनेर नसोधोस्, समाज बुझेको मान्छे होस् भनेर न यो सबै कुराहरू भनेको। संरक्षण अब बुझ्नुभयो नि कसरी हुँदो रहेछ। राज्यले पहिले बाँड्छ, बाँडेको मिल्यो कि मिलेन भनेर हेर्छ, अन्याय परेको मान्छेलाई बोल्ने अवसर दिन्छ, राज्यले आफ्नो रोल कानुन अनुसार होस् भनेर चाहन्छ। इतिहासले गरेको गल्तीलाई पनि अहिले सच्याउँछ र जसलाई केहीले भेट्दैन, साह्रै पिछडिएको जात जातिहरू छन्, उसलाई जहाँ जहाँ जे गरेर बसेको छ त्यहीँ त्यहीँ संरक्षण दिन्छ। किनभने राज्य तिनको पनि अभिभावक हो, तिनलाई पनि परिचालन गर्नुपर्छ। त्यही राउटेको मुखिया मानबहादुरले बोलाएर त्यहाँको पालिकाको मान्छेले के भन्न सक्छ हेर्नुहोस् त, कति सजिलो छ काम गर्न। हेर मानबहादुर राजा, तिम्रो प्रजा असाध्यै ज्ञानी छन्, यतापट्टिको रुखमा यो 200वटा रुख तिमीहरूले काट्ने, 5 वर्षभित्रमा यो 200 रुख काट्नु तिमीहरूलाई नै भयो। तर यतापट्टिको डाँडोमा एउटा रुख काट्दा 10वटा हुर्काउनु, बिरुवा हुर्काउनु। अनि तिमी राजाले चाहिँ तिम्रो प्रजाहरूमध्ये कसले रोपेको रुख राम्रो हुर्किएको छ, बिरुवा वन कार्यालयले दिन्छ, कसले रोपेको राम्रो छ त्यसलाई ठहराएर ल्याएर यहाँ रिपोर्ट गर्नु भन्नु। त्यो राम्रो रुख हुर्काउने दुईजनालाई हामी खसी दिन्छौँ, 2टा खसी उपहार दिन्छौँ भनौँ। तपाईँले कति सजिलै परिचालन गर्नुभयो मान्छेलाई। जसलाई खसी फर्स्ट भने पनि उनीहरूले लगेर त समूहमै उपभोग गर्ने हो। तपाईँले 200 रुख कटाउँदै हुनुहुन्छ 10 वर्षको अवधिमा, तर यता 2000 रुख हुर्काउँदै हुनुहुन्छ। त्यही वनमा बस्ने मान्छेले रुख रोपिराखेको छ, जसलाई रुख काट्ने आरोप छ उसैले बिरुवा हुर्काइराखेको छ। स्रोत हो नि यिनीहरू त, उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर समाजको रूपान्तरण गर्नु भने होइन विकास भनेको। हिजो हामीले पहिलो टपिकमा पावरवाला मान्छेलाई किन मानेको त, त्यस्तै सामाजिक न्यायका आधार के हुन्छन् भन्दा विधिको शासन, विधिको शासन, रुल अफ ल, रुल बाई ल होइन नि, रुल अफ ल। रुल अफ ल भनेको चाहिँ कानुनमा जे लेखेको छ त्यही अनुसार गर्ने। रुल बाई ल भनेको चाहिँ के, तिमीलाई जे मन लाग्छ त्यही गर्न पाउने गरी कानुन बनाउने। तिमीलाई चाहियो भनेपछि 70 वर्ष पनि हटाउने, 2 वर्ष कार्यकाल पनि हटाउने। द्याट इज रुल बाई ल। रुल अफ ल भनेको चाहिँ पहिली भाग, 2 कार्यकालभन्दा नहुने, 70 वर्षभन्दा बढी नहुने, यस्तो विधिको शासन। त्यही भएर त यसमा एउटा जोक गरिन्छ, कुनै पनि देशको कुरा गर्ने बित्तिकै एउटा जोक गरिन्छ, विधिको शासन कि दिदीको शासन भन्छ। राज्यको सर्वोच्च अङ्गमा त कोही एउटा त हुन्छ, त्यहाँ एउटा मेल भयो भने उसको फिमेल हुन्छ दिदी, उनको शासन चल्छ। तपाईँले देखिरहनु भएको छ भाउजूले कहाँ पुर्याइदिनु भयो दाइलाई, त्यो त सोझा थियो नि मान्छे, दिदीको शासन। अब कोही लेडी रहेछ भने पनि त्यसको लेडो हुन्छ, फेरि लेडो रहेछ भने लेडी हुने भयो होइन। त्यो कानुनले चिनेको मान्छेले शासन, संविधानले चिनेको मान्छेको शासन छ कि त्यसलाई हात लिएर संविधानले नचिनेका मान्छेहरूको शासन छ भन्ने अर्थमा आउँछ। लोकतान्त्रिक शासन प्रणाली हुनु पर्यो। अघि हामीले लोकतन्त्रको आत्मा भनेर लुइगी तापारेलीको पहिलो लेखदेखि हामीले कुरा गऱ्यौँ। लोकतान्त्रिक शासन प्रणाली भनेर मात्रै भएन, लोकतान्त्रिक मूल्य मान्यताका आत्मसातीकरण पनि त हुनु पर्यो नि। भोट चाहिँ जनताले हालेको देखिने, तर जनताले भोट हाल्न आउनै नदिने गरी बाटोघाटामै बाटो छेक्ने, कुइनेटोमा छेक्ने, बुथ क्याप्चर गर्ने। आफ्नै पार्टीभित्रको महाधिवेशन हुँदैछ, प्रतिनिधि को ल्याउने भन्नेमा लडाइँ सुरु भइसकेको छ। किनभने त्यो आउने मान्छेले अब कसलाई भोट हाल्छ भन्नेमा। यस्तो पनि कुनै लोकतन्त्र, यो त जोकतन्त्र हो। समावेशीकरण छ कि छैन, मानवाधिकार छ कि छैन, त्यो सबै हेर्ने। लैङ्गिक समानता, संरक्षण, प्रवर्धन, प्रोत्साहन छ कि छैन, अवसरको बाँडफाँड कस्तो छ, सकारात्मक विभेदीकरण छ कि छैन, समान पहुँच छ कि छैन। सकारात्मक विभेदीकरण भनेको चाहिँ के, फेरि तपाईँहरूलाई एकदम बुझेको जस्तो लाग्छ अनि लेख्न कठिन हुने कारण नै त्यही हो। सकारात्मक विभेदीकरण भनेको पछाडि परेका, फरक परेका मान्छेलाई अवसर दिएर अगाडि लिएर आउनु खोज्ने, समान गर्ने भनेको त यो त एकदम गनगने कुरा हो। यो यसरी लेखेर माथि गइँदै गइँदैन। कुरो के हो, असमानहरूको बिचमा असमान पद्धतिकै प्रयोग गरेर समान बनाउने प्रयासको नाउँ सकारात्मक विभेदीकरण। असमानहरूको बिचमा असमान पद्धतिकै प्रयोग गरेर
समान बनाउने प्रयासको नाउँ सकारात्मक विभेदीकरण। विभेदीकरण गर्न पाइँदैन। हरेक देशको संविधानले कानुनले समानताको हक दिएको हुन्छ। त्यसैले जानिराख्नुपर्छ यो विभेदीकरण सकारात्मक विभेदीकरणको बिउ कहाँ हुन्छ? संविधानको समानतालाई नाग्नु भएन नि। त्यसैले समानताको हकमै हुन्छ यसको बिउ। कानुनको आँखामा समान हुनेछन्, यो समान हुनेछन्, कानुनको आँखामा तलमाथि हुँदैन भन्दै 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 ल्याएर तल एउटा प्रतिबन्धात्मक वाक्यांशले भन्छ तर महिला, दलित, पछाडि परेका मान्छे, आर्थिक रूपमा विपन्न मान्छेहरूलाई चाहिँ स्तर उठाउनका लागि राज्यले छुट्टै कानुनद्वारा छुट्टै प्रोत्साहन गर्न चाहिँ यो दफाले बाधा पुर्याएको मानिने छैन भनेर त्यहाँ एउटा सानो पुवाल छोड्छ। समानताको हकमा त्यहाँ एउटा सानो पुवाल छोडेको हुन्छ। हो त्यही पुवालबाट हेर्दाखेरि जुन संसार देखिन्छ त्यो पुवालबाट हेर्दा पनि त बाहिर संसार देखिन्छ। हो त्यही बाहिर देखिएको पुवालको नाउँ चाहिँ समावेशीकरण हो। त्यो पुवालबाट हेर्दा देखिएको संसार चाहिँ समावेशीकरण हो। त्यसको एउटा हिस्सा सकारात्मक विभेदीकरण। विभेद गर्न त पाइँदैन नि त। हामीले शोषण र विभेदको अन्त्य सामाजिक न्याय भने, तर विभेद कस्तो गर्ने? न्यायका लागि विभेद गर्ने, असमानहरूको बिचमा असमान पद्धति प्रयोग गर्ने। तपाईँको घरमा कुकुर पनि पालेको छ, कुखुरा पनि पालेको छ, दुवैको मालिक तपाईँ नै हो। आँगनमा चारो हालिदिएर दुइटैले खायो होला भनेर बस्न पाइँदैन। पहिले कुकुरलाई खुवाउनुपर्छ, त्यसलाई बाँध्नुपर्छ, अनि बल्ल कुखुरालाई छोड्नुपर्छ। होइन भने कुखुरालाई त खानै दिँदैन कुकुरले। त्यसैले राज्यले भन्यो के भन्यो? असमानको बिचमा असमान पद्धति प्रयोग गर्यो। मानिलिउँ राज्यले घोषणा गर्यो तिमी कोटेश्वरबाट दगुरेर कलङ्की पुग, कोटेश्वरबाट दगुरेर कलङ्की पुग, कलङ्की पुग्ने मान्छेलाई हामीले जागिर दिन्छौँ भन्न राज्यले मानिल्यौँ। राज्यको लक्ष्य चाहिँ के हो? कोटेश्वरबाट दगुरेर कलङ्की पुगेको मान्छेलाई राज्य जागिर दिने, अवसर दिने भयो। अवसर त राज्यको हातमा छ नि। तर उसले के भन्यो? तिमी बलिया बाङ्गाहरू जो कुद्न चाहन्छौ सब कोटेश्वरबाट कुद, कोटेश्वरबाट कलङ्की पुग। तर 50 वर्ष नआएका मान्छेहरू बानेश्वरबाट कुद, महिलाहरू थापाथलीबाट कुद, व्हिल चेयरमा कुद्नेहरू अलि पर सोल्टी मोडतिरबाट कुद। असमानहरूको बिचमा असमान तरिका प्रयोग गरियो, तर लक्ष्य के छ? कलङ्की पुग्ने नै छ। हो यसरी विभिन्न क्लस्टरबाट छानिने त्यो सकारात्मक समान पहुँच, त्यो धेरै कुरा भएकै हो। यसमा के छ र? नागरिक शिक्षा, उपयुक्त नीति संरचना, तपाईँको नीति नीति नै भनौँ न, समाजवादी अर्थव्यवस्थातर्फ उन्मुख भनेर संविधानले भन्यो। त्योभन्दा पछाडि कहीँ पनि समाजवाद उल्लेखै भएन। नीतिमै डिफेक्ट भयो, औषधिमै डिफेक्ट भएपछि त अप्ठ्यारो पर्छ नि। नियन्त्रण र सन्तुलनको स्वचालित व्यवस्था, अब तपाईँले मोन्टेस्क्यूको सेपरेसन अफ पावर पनि सम्झिनु पर्यो, अनि सिएबी पनि सम्झिनु पर्यो, चेक एन्ड ब्यालेन्स, होइन? यो सबै सम्झिनु पर्यो। जागरुक नागरिक समाज, अनि न्याय प्रणालीको अगाडि जहिले पनि यो दुइटै क्वालिफायर लेख्नु पर्यो, सक्षम र स्वतन्त्र। सक्षम होला, कम्पिटेन्ट होला, तर स्वतन्त्र छैन, राजनीतिक दलले पठाएछ। स्वतन्त्र होला, राजनीतिक दलले पठाएछ, सक्षम छैन। दुईवटा प्रधान न्यायाधीशलाई त एसएलसी पास गरेको छ कि छैन भन्ने कन्टिन्यू प्रश्न उठेकै हो, होइन? हो यस्तो विवाद हुने कुरो दिनु हुँदैन। निर्णय प्रक्रियामा सहभागिता, पारदर्शिता, कानुनको समान प्रयोग र संरक्षण, तब न सामाजिक न्याय प्राप्तिको आधार हुन्छ। एउटा रवि लामिछाने थुन्ने छ सहकारी केसका, त्योभन्दा ठुल्ठुलो केसका मान्छेहरू बयान सयान दिएर घरमा आएर बसेका छन्। सिधै जनताले नै देख्छ क्या मिल्या छैन, कानुनको समान समान प्रयोग भएको छैन भने। प्रभावकारी सार्वजनिक सेवा, मानवीय मूल्यको आत्मसातीकरण। तिम्रो कानुन छ जो निर्जीव कानुन बोल्यो, कानुनको प्रयोगताले प्राकृतिक न्याय मान्या छ कि छैन, भनेको अन्तरात्माको आवाज मान्या छ कि छैन, मानवीय मूल्य मान्या छ कि छैन। अब अरू कुरा त के छ र? तपाईँले सरर बुझ्ने कुरा त छन् नि। समानताको सिद्धान्तलाई अक्षरशः व्यवहारमा उतार्ने, समानता, नागरिकको जीवनस्तर उठार्ने। बरु बरु तपाईँले केही शब्दहरू क्लियर हुनुहोस्। सीमान्तीकरण, वञ्चितीकरण। वञ्चितीकरण त हिजो हामीले कुरा गऱ्यौँ। वञ्चितीकरण, सीमान्तीकरण भने के त? जसको यात्रा क्रमशः केन्द्रबाट परिधितर्फ भइरहेको छ। केन्द्रमा भएको मान्छे बिस्तारै किनारातर्फ जाँदैछ, त्यो हो सीमान्तीकरण। केन्द्रबाट परिधितर्फको यात्रामा
रत हुनु सीमान्तीकरणको प्रक्रिया हो। त्यो पल्लो छेउमा पुगेपछि सीमान्तीकृत हुन्छ। करण चाहिँ प्रोसेस हो, कृत चाहिँ रिजल्ट हो। सीमान्तीकरण, सीमान्तीकृत। बहिष्करण, बहिष्कृत। सरलीकरण, सरलीकृत। संक्षेपीकरण, संक्षेपीकृत हुँदै जान्छ। त सीमान्तीकरण किन भयो अब? सामाजिक न्याय भयो कि भएन हेर्नुहोस्। हिजो राज्यले कामीको बारेमा केही पनि बोलेको थिएन। विचार गर्नुहोस् है। गाउँठाउँको उदाहरण दियो भने तपाईँलाई सजिलो होला। राज्यले कामीलाई केही पनि गर्छु भनेको थिएन, तर कामी केन्द्रमा थियो। खेतीपातीको बेलामा कामीको आँगनमा मेला लाग्थ्यो। सबै मान्छे जान्थे, ल सानलाई छिटो गरिदिनुहोस् भन्थे, कसले के भन्थे, त्यो औजारहरू छिटो बनाइदिइहाल, फाली गरेर करुवा पनि लगाएर ठोकिदिइहाल, कोदालो अर्जापेको खोइ, दाउरा काट्ने खेताला आइसक्यो, बन्चरो खोइ तयार गरेको, मेला लाग्थ्यो। दसैँको बेलामा बाली घरे दमाईको आँगनमा मेला लाग्थ्यो। सबै मान्छे ऊ बाली घरे थियो, उसले सबैको लुगा सिलाइदिन्थ्यो, समाजको केन्द्रमा थियो। छुवाछुत मान्थे, भलै छुवाछुत मान्थे, एकछिनलाई छोड्नुहोस्, छुवाछुत मान्थे, तर उसको सम्मानमा कुनै कमी थिएन। तर आज राज्यले तिमीलाई म मूल प्रभावमा ल्याउँछु भन्यो र तयारी पोसाक निर्यात हुने ठाउँमा पुग्यो। दमाई कहाँ पुग्यो? हिजो बाख्राको काँचो छालाले जुत्ता बनाएर हाम्रो खुट्टा जोगाइदिने सार्की, जब आज जुत्ताको औद्योगिक उत्पादन हुन थाल्यो, त्यो सार्की कहाँ पुग्यो? जब युरोप निर्यात हुन थाले सुन चाँदीको गहना, हाम्रो सुनार कहाँ पुग्यो? हिजो त केन्द्रमा थियो। के रहेछ जाँच्नुपर्ने तरिका? राज्यले भन्दैछ एक थोक, रिजल्ट निस्किँदैछ अर्कै थोक। त्यही समाजवादी अर्थव्यवस्था कायम नहुने कुरा पछाडि नभएर यस्तो भयो। त के रहेछ? हिजो तिमीले केही पनि नभनेका बेला यी मान्छेहरू केन्द्रमा थिए। जब तिमीले म सीमान्तीकरणबाट बचाउँछु, मूल प्रभावीकरण गर्छु भन्यौ, अनि पो त्यो मान्छे त टाढा टाढा हुँदै गयो। अब औद्योगिक उत्पादन सुनचाँदीको हुन थालिसके यस्ता सिपवाला सिपयुक्त सुनारको त कामै भएन। जुत्तामा औद्योगिकरण भएपछि त सार्की त विस्थापित भइगयो। त के रहेछ त सीमान्तीकरण भनेको? जसको यात्रा केन्द्रबाट परिधितर्फ छ। वञ्चितीकरणको त हिजै कुरो भइगयो। अवसर छ, अवसर लिन चाहने मान्छे पनि त्यही छ। दुइटै इक्वेल्ली एक्जिस्ट, दुइटै सँगै छन्। यहाँ अवसर छ, यहाँ लिन चाहने मान्छे छ, तर बिचमा एउटा पर्खाल खडा भएको छ, जसले दिँदै दिँदैन। तेस्रो पार्टी, एउटा एउटा थर्ड पार्टी खडा भएको छ यहाँ, उसले दिँदैन। हिजो मैले भने नि, सिट खाली छ, बस्न दिँदैन। टेबलमा खाना छ, खान दिँदैन। अर्को छ भन्छ। हो यस्तो गरी लोक कल्याणकारी राज्यको अवस्था। अरू त तपाईँहरूले बुझिहाल्नुहुन्छ नि। स्रोत साधन अधिकारको न्यायोचित वितरण गर्ने यसको उद्देश्य है। अब दोस्रोमा चाहिँ अलिकति भनौँ, पछाडिबाट आउँ। नागरिकको हिस्सेदारी, अंशीदारी, साझेदारीले हर क्षेत्रमा प्रवर्धन गर्ने। हिजो के भनिन्थ्यो? राज्यले दिने हो, जनताले लिने हो। राज्य शासक हो, जनता शासित हो। त्यही भएर सम्प्रभुको आदेश नै कानुन हो भनिन्थ्यो। मैले हिजै भने, हिजो शासन शक्तिले गर्थ्यो, आज शैलीले गरिन्छ। त्यही भएर अहिले के भनिन्छ? सक्छौ जनतालाई सकेसम्म विकासको मूल प्रवाहमा, देशमा जे रूपान्तरण गर्न खोजेको हो, जे रूपान्तरण, भौतिक मात्रै होइन, जे रूपान्तरण गर्न खोजेको हो, त्यसमा पार्टनर बनाऊ। पिपिपी भन्थ्यौँ नि हामी पहिले, पब्लिक प्राइभेट पार्टनरसिप। अहिले पिपिपिपी भनिन्छ। के भनेको? पिपिपिपी भनेको पब्लिक प्राइभेट पिपुल पार्टनरसिप। 3P अब 4Pमा पुगिसक्यो। त के गर्छ? साझेदार भनेको पार्टनर। पार्टनर भन्ने बित्तिकै त के हुने? धेरै त हुँदैन नि। त्यही भएर त फास्ट ट्र्याकको बाटो बनाउन निजी क्षेत्र आऊ भन्यो। सरकारकै स्थायित्व नदेखेर हैरान भएकाले गर्दा लगानी के हो कसो हो भनेर निजी क्षेत्र हच्क्यो, पार्टनर हुन चाहेन। सरकारले मलाई सघाउन आऊ भन्यो, तर पार्टनर हुन चाहेन निजी क्षेत्र। सरकारको नीतिमा निरन्तरता देखिएन। आज एक थोक भन्छ, भोलि अर्को सरकार आउँछ, अर्को समीकरण हुन्छ, अर्कोकै हुन्छ। निजी क्षेत्रले त अर्बौँ लगानी गर्ने कुरो हो नि, डरायो। त्यही भएर यो सिद्धान्तले के सक्छौ भने विकासको साझेदारै बनाऊ निजी क्षेत्रले। साझेदार सक्दैनौ भने, अब देब्रेतिर सर्दै जानुहोस् है, साझेदार बनाउन सक्दैनौ भने पनि अंशियार बनाऊ। अंशियार भनेको के? सम्पत्तिभन्दा अलिक बढी हुन्छ। जस्तै 10 रोपनी जग्गा छ,
तराईको साथीहरूको लागि 10 बिघा जग्गा छ। त्यो घरमा चारवटा छोराछोरी रहेछन्, दुईटा बाबुआमा रहेछन् भने त्यो 10 बिघा जग्गा 10 रोपनी जग्गा 6जनामा बाँडिन्छ भन्ने सामान्य देखिन्छ नि। 6जनामा बाँडिँदैन, अझै बढीमा बाँडिन्छ। ती 4जना र 2जना 6जना त भइगए। त्यसमध्ये बाबुआमाको जिउनी, मृत्यु पछाडिका संस्कारदेखि लिएर गर्ने जिउनी, पाल्ने कसले, कुन कुन छोराछोरीको बिहा भएको छैन, बिहा भाग, त्यो सबै छुट्याएर यसो हेर्दाखेरि हामीले 6जनामा बाँडिन्छ कि भने परिस्थितिले 10जनामा बाँड्न सक्ने बनाउँछ। हो यस्तै भनेको। सक्छौ पार्टनर बनाऊ विकासको काममा राज्यले, सक्दैनौ भने पनि अंशियार बनाऊ। अंशियार पनि सक्दैनौ, हिस्सेदार बनाऊ। हिस्सेदार भाग मात्रै ल्याऊ भनेको के? मानिलिउँ कृषि विकास ब्याङ्कको चाहिँ 20 करोड किता सेयर छ अरे बजारमा। उदाहरण है, मलाई थाहा छैन कति छ। मानिलिउँ 20 करोड किता सेयर छ अरे। त्यो 20 करोड कितामा चाहिँ मानिलिउँ तपाईँसँग 50 किता छ अरे, अर्को साथीसँग 100 किता छ अरे। विचार गर्नुहोस् है, 20 करोड किताका अगाडि तपाईँसँग भएको 50 किता भनेको के हो? केही पनि होइन। हात्तीको मुखमा जिरा जति पनि होइन, केही होइन। अर्कोसँग 100 किता छ, वाट डज इट मिन? तपाईँसँग 100 किता हुनु र नहुनेले 20 करोड कितालाई के फरक पार्छ? तर तर मान्छे त्यहाँ मिसिएको छ। सेयर बजार हेर्छ, कृषि विकास ब्याङ्कको 5 रुपियाँ बढो भने केही हुन्छ जस्तो छ भनेर खुसी हुन्छ। 3 रुपियाँ घट्यो भने डुबाए सालेहरूले बजार, खत्तम गरे भन्दै हिँड्छ। त्यो 50 किताले त्यो न डुब्ने हो न कमाउने हो। तर के छ? तपाईँको त्यहाँ हिस्सेदारी छ। राज्यले हो यसरी नै सबै नागरिकलाई जोड्नुपर्छ। त्यही भएर त अहिलेको समयमा के शासन व्यवस्था भनेको अङ्गुरको झुप्पो जस्तो हो। अङ्गुरको झुप्पो, झप्पो भनेको चाहिँ शासन हो। त्यो सरकार र जनता यसरी जोडिएका छन्, त्यो भित्रको थ्रेडले जोडेको छ। तर त्यो भित्रको थ्रेड देखिँदैन बाहिरबाट। त्यो भित्रको थ्रेड भने के? सार्वजनिक सेवा प्रवाह, जनताप्रतिको भावना। कसले जोडेको छ? त्यही कार्यालयले जोडेको छ, जहाँ तपाईँ बिचमा हुनुहुन्छ, तल जनता छन्, माथि सरकार छ। त्यो त्यति राम्रो। त्यो भेट्नुको छेउमा भएको दानु सिंहदरबारको छेउमा पऱ्यो भने सुन्निएर ओखर जत्रो भएको हुँदैन। तलको अन्तिम गेडोले केही नपाएर टाक्सिएको पनि हुँदैन। उस्तै हुन्छन्। त सेवा प्रवाह यस्तो हुनुभयो। त सक्छौ राज्यलाई यसो गर्दै जाऊ, सक्छौ पार्टनर बनाऊ, सक्दैनौ अंशियार बनाऊ, त्यो पनि सक्दैनौ हिस्सेदार बनाऊ। हेर्नुहोस् त, त्यही भएर तल अन्तिम बुलेटले भनौँ राष्ट्र निर्माणको पक्षमा सबै क्षेत्र वर्ग र समुदायको हिस्सेदारी सुनिश्चित गर्ने भनौँ नि, पार्टनरसिप सुनिश्चित गर्ने भनेन नि, अंशियारी सुनिश्चित गर्ने नि भने। हिस्सेदारी जनतासँग नजोडियो, सरकार जनतासँग नजोडिएको त हुँदै पो हुँदैन त। के संस्था दर्ता गर्न जाँदा पनि नागरिकता बुझाउनु पर्यो, कर तिर्नु पर्यो, के गर्नु पर्यो, हो कोही केमा नियुक्ति पाएको होला हेर्नुहोस् त, 20-22 हजार 40 हजार, कति त जनप्रतिनिधि छन्, कर्मचारी कति होलान्, के होलान्, विद्यालय व्यवस्थापन समिति होला, वन समिति, केहीमा पनि नछोइएको त मान्छे पाउनु गाह्रो पो छ त। ऊ पनि कर तिरेर जोडिएको हुन्छ, ऊ पनि राज्यबाट पाइने सेवा सुविधाबाट जोडिएको हुन्छ, अथवा राज्यप्रतिको दायित्व, अघि ड्युटी र राइट छ नि, त्यो ड्युटी र राइटले के गर्दो रहेछ? सरकारसँग जोड्दो रहेछ, शासन प्रणालीसँग जोड्दो रहेछ मान्छेलाई। के पाउँदो रहेछ, के दिँदो रहेछ, दिन्छ पनि पाउँछ पनि, होइन? के हुन्छन् त टुल? सामाजिक न्याय प्रदान गर्ने टुल के हुन्छन् त? यी मैले व्याख्या नगर्नुपर्ने कुराहरू चाहिँ गर्दिनँ है, तपाईँहरूले बुझिरहनु भएको हुन्छ, केही भनिरहनै पर्दैन। समानता, तपाईँको दिमागमै समानता हुनु पर्यो। अभिभेद, मनलाई अभ्यास गर्ने भनेको थिएँ नि मैले, समानताको अभ्यास गर्न मनलाई अभ्यास गराउने भनेको नि हो। त्यो अभ्यासले तपाईँको दिमागबाट विभेद हट्छ। समावेशीकरण आर्थिक सामाजिक राजनीतिक सांस्कृतिक लैङ्गिक मात्रै होइन, अब त वातावरणीय समावेशीकरण, वैश्विक समावेश, कार्बन ट्रेडका कुराहरू आइसक्यो। अब त विशेष संरक्षण भनेको सकारात्मक विभेदको अघि नै कुरो भयो। आरक्षण भनेको मूल भागबाट छुट्याउनु। तपाईँहरूको त आरक्षणको परिभाषै मिलिराखेको हुँदैन। आरक्षण भनेको मूल भागबाट छुट्याउनु। आरक्षण, रक्षण गरिएको कसका लागि? तोकिएको मान्छेको लागि। यहाँ घरमा खाना खाने बेला भयो, दिदी वीर हस्पिटलकी नर्स उता काम गर्दैछ, यहाँ खाना खाने बेला भयो, दिदी त छैन,
आमाले दिदीलाई पुग्ने खाना हटकेसमा हाल्नुहुन्छ, बिर्को राम्ररी लाउनुहुन्छ, ताकमा राख्नुहुन्छ। त्यो खाना दिदीको हो, आरक्षित खाना हो। त्यसरी नै त्यो प्रतिशत महिलाको हो, त्यो दलितको हो, त्यो मधेसीको हो, त्यो जनजातिको हो, त्यो पिछडिएको भूगोलको हो। त्यो आरक्षित अरूले खान पाइँदैन। त्यो दरखास्तै नपरे पनि अर्को वर्ष जोडिँदै जान्छ। त्यो उसलाई छुट्याएको हो। त्यसैले आरक्षण भनेको के रहेछ? मूल भागबाट छुट्याउनु अनि अन्तर्राष्ट्रिय प्रावधानहरू पालन गरिदियो भने पनि सामाजिक न्याय हुँदै जान्छ। हामीले त सही गरेर आछौँ नि। वातावरण संरक्षण गर्छौँ, बालबालिकालाई खोप दिन्छौँ, ज्येष्ठ नागरिकको संरक्षण गर्छौँ, महिलालाई होच्याउँदैनौँ, समानताको व्यवहार सही गरेर आछौँ नि अन्तर्राष्ट्रिय जगतमा पनि। नेपाल त एउटा पात्र हो अन्तर्राष्ट्रिय जगतको, त ग्लोबल कम्युनिटीको त एउटै मेम्बर हो नेपाल। उसले पनि सही गरेर आएको हुन्छ। अब बाधक तत्त्व हेर्नुहोस् त, ठ्याक्कै वान र टू कसरी खप्टिन्छन् एकअर्कामा। यो सामाजिक न्याय र समानता हुन नदिने मूल कुरो नै सामाजिक द्वन्द्व। किनभने यही द्वन्द्वको परिणाम सामाजिक अन्याय, सामाजिक असमानता, दण्डहीनता। ठुलो मान्छे मस्तीमा हिँडिया छ, सानालाई पक्रेर बयान ल्याछ। हँ, जीवी राई कुन पार्टीको भनेर खोज्दै जाँदाखेरि सबै नालीबेली बाहिर आइसक्यो। थुनिने बेलामा एउटा थुनिएको छ, एउटाको श्रीमती सिधै त्यही दिन मुक्त, अर्को पार्टीको ठुलो मान्छे सबै मुक्त। एउटै दण्डहीनता। डनहरू जति सबै पार्टीको कुनै न कुनै पार्टीको केन्द्रीय सदस्य, व्यापक गरिबी। यो त अब तपाईँले सर बुझिहाल्नुहुन्छ नि। नीति र कानुन बिचको खाडल, साधन स्रोतको कमी, यो सबै हाम्रा बाधक तत्त्वहरू। कमजोर सार्वजनिक सेवा प्रवाह, अहिले के भने अङ्गुरको झुप्पो जस्तो इन्ट्याक्ट सर्भिस, भित्रको थ्रेड के सार्वजनिक सेवा। कुनै मान्छे सरकारी काममा आयो, तपाईँको अड्डामा आयो, तपाईँले यसरी काम गरिदिनु भयो कि खुसी भएर गयो त्यो मान्छे। वाह सरकार, क्या फेरिएछ रु, धेरै फेरिएछ। वाह सरकार भन्दै गयो। सुशासन, छ्या, मान्छे फेरिए पनि बेहोरा फेरिया छैन। आज पनि खाजा खाने पैसा मागे, छ्या भन्यो। कुशासन के रहेछ त? सुशासन र कुशासनमा सेवाग्राहीको अनुभूतिले वाह भन्छ भने सुशासन, छ्या भन्छ भने कुशासन। त्यति त रहेछ होइन? अति राजनीतिकरण, राजनीतिक अपराधीकरण, अपराधको राजनीतिकरण, मैले केही भन्नै परेन, तपाईँले बुझ्नु भएको छ। कर्म छाडा राजनीति, धर्म छाडा प्रशासन यन्त्र हाम्रो बाधक तत्त्व। इलेक्सन जितेर आएको इलेक्टेड लिडर जो इक्यूबाट चल्छ, त्यसको काम हो नीति बनाउने। तर त्यो त कर्मचारीको सरुवा गर्ने सूची लिएर बसेको छ। त्यो काम सेलेक्टेड मान्छेको, सचिवको हो, आइक्यूबाट चल्ने मान्छेको हो। उसले पो विचार गर्छ, यो मान्छे 4 वर्ष दुर्गममा बसिसक्यो, यो मान्छेको यसो भयो, यो मान्छेको विषय यो हो, अनि उसले ठिक ठाउँमा सार्छ। नेता सरुवाको सूची लिएर बसेको छ, आफ्नो काम त मन्त्रीले खोजिदियो। अब सचिवले के, ऊ चाहिँ नीति बनाउनु बसेको छ। उसलाई जनताले एक भोट पनि दिएको छैन, उसलाई जनताले चिन्दैन चिन्दैन, तर जनताको लागि नीति सेलेक्टेडले बनाइराखेको छ, कर्मचारीको सरुवा इलेक्टेडले बनाइराखेको छ। एउटाले कर्म छोड्यो, एउटाले धर्म छोड्यो। अनि जनता चेतना पिइन्छ। जता मासु रक्सी पाइन्छ उतै 500 रुपियाँमा सार्वभौम सत्ता बेच्छ। त्यसैले नेल्सन मण्डेलाले भने, कति राम्रो कुरो छ हेर्नुहोस् त, लाइक स्लेभरी, दास प्रथा झैँ, एन्ड एपर्थाइड, रङ्गभेद नीति झैँ, पोभर्टी इज नट नेचुरल, गरिबी प्राकृतिक होइन। जसरी दास प्रथा प्राकृतिक थिएन, जसरी अफ्रिकाको रङ्गभेद नीति, कालो गोरो एपर्थाइड भनेको रङ्गभेद नीति प्राकृतिक थिएन, जसरी दास प्रथा र जसरी चाहिँ रङ्गभेद नीति प्राकृतिक थिएन, त्यसरी नै पोभर्टी पनि प्राकृतिक होइन। यो मान्छेले बनाएको हो। त्यसैले मान्छेले प्रयत्न गर्यो भने गरिबी निवारण हुन्छ। तिमीले बनाएको कानुनले कसैलाई सुकुम्बासी र कसैलाई जमिनदार बनाएको हो। तिमीले बनाएको कानुनले मात्रै त्यसो गरेको हो। प्रकृतिले धनीलाई धेरै र गरिबलाई थोरै अक्सिजन दिएको छैन। प्रकृतिले दुवैलाई समान गर्मी दिएको छ, दुवैलाई पर्याप्त पानी दिएको छ, दुवैलाई जाडोमा दुवैको आङमा उत्तिकै न्यानो घाम लाग्छ। धनीलाई विशेष र गरिबलाई होइन। यो धनी गरिब उच निच सबै तिम्रो कानुनले बनाएको।
तिम्रो प्रणालीले बनाएको, तिम्रो सामाजिक मूल्य मान्यताले बनाएको। त्यही भएर मान्छेले चाह्यो भने धरतीबाट गरिबी विलुप्त हुन्छ भनेर नेल्सन मण्डेलाले भन्नुभयो। अब लक्षित वर्ग को छ त भन्दाखेरि यहाँनिर हेर्दा पो वैराग लाग्दो छ त। सबैलाई न्याय चाहिएको छ। दिने चाहिँ कसले हेर्नुहोस् त। महिला त्यसै 51 गयो, बालबालिका अर्को 14 गयो, युवा समुदाय, ज्येष्ठ नागरिक, अपाङ्गता, दलित, मधेसी, मुस्लिम, कसैलाई न्याय भएको छैन। किनभने कसैलाई न्याय किन भएको छैन? ओहो देश त खतम रहेछ। होइन, हरेक गाउँठाउँमा, हरेक किनारामा विविधता छ। त्यो विविधतालाई होच्याइएको छ नि त। वान वानै सम्झिनु पर्यो नि। फेरि यी सबै मान्छेमाथि अन्याय किन भएको छ भने त्यो विविधतालाई होच्याइएको छ। विविधताको सम्मान भएको छैन। यी सबै हेर्नुहोस् त, यौनिक अल्पसङ्ख्यक, उत्पीडित, मजदुर, श्रमिक, सबै विभेद छ त्यहाँ। यी सबैलाई साथमा लिएर हेलन केलरले भन्नुभयो, यी सबैको भावनालाई साथमा लिएर, हिजो मैले समावेशीकरण भनेको थिएँ नि, राज्य भनेको ठुलो ऐना हो। त्यहाँ सबैले आफ्नो अनुहार देख्नुपर्छ। यदि ठ्याक्कै आफ्नै अनुहार देखिएन भने पनि आफू जस्तैको अनुहार देखेपछि चित्त बुझ्छ। त्यही भएर हेलन केलरले के भन्यो, तिमी एक्लै थोरै मात्रै गर्न सक्छौ, तर हामी सबै मिल्यौँ भने धेरै कुरा हुन सकिन्छ। त्यही भएर समाजलाई साथमा लिएर समाजलाई जोड्नुपर्छ। तपाईँ कार्यालयमा बस्ने, सरकार र जनता जोड्ने पुलको जिम्मेवारी लिएको मान्छेको काम जोड्ने नै हो, फोड्ने होइन। अब यति बेर कुरा गरिसकेपछि अब सामाजिक समानता एकदम सजिलो हुन्छ है यो चाहिँ। किनभने हामीले यो सिक्काको दुईटा पाटा मध्ये सामाजिक न्यायपट्टिको कुरा गरेको बेला त्यसको प्रिन्ट, त्यसको तौल, त्यसको डायमिटर, त्यसको रिङ सबैको कुरा गरिसक्यो। सामाजिक न्यायतिरै मिसार सबै। अब त पछाडिपट्टिको तस्बिर मात्रै बाँकी रह्यो। त्यसैले भर्खर सुरु भएको सामाजिक समानता एकदम सजिलो छ। यो कानुनी डिक्लेरेसन हो। एकचोटि सोधेको छ लोकसेवामा, सम्झेको बेला भनिहाल्छु। सामाजिक न्याय र समानतामा के फरक छ भनेर सोधेको छ। तपाईँले किताब पढेर यस्ता कुराको जवाब भेट्नुहुन्न। तपाईँले अनुभूत गर्नुपर्छ, आँखा चिम्लेर बस्नुपर्छ। सामाजिक न्याय र समानतामा के फरक छ? के फरक छ? सोधेको प्रश्न लोकसेवाले सोधेको छ एकचोटि। सामाजिक समानता भनेको राज्यको उद्घोषण हो रहेछ। हेर्नुहोस् है, सामाजिक समानता भनेको राज्यको उद्घोषण हो रहेछ। जातीय छुवाछुत गर्न पाइने छैन। तर तल गाउँमा के भएको छ? एउटा राज्यको उद्घोषण हो रहेछ, अर्को सामाजिक व्यवहार हो रहेछ। एउटा राज्यको घोषणा हो रहेछ, व्यवहार गर्न पाइने छैन, राज्यको घोषणा हो रहेछ। अर्को के रहेछ? जनताको अनुभूति हो रहेछ। एउटा दर्शन हो रहेछ, राज्यको कानुनी दर्शन हो रहेछ। अर्को व्यवहार हो रहेछ, भोगिएको व्यवहार रहेछ। सामाजिक समानता राज्य बोल्दो रहेछ, र कसैलाई विभेद गर्न पाइने छैन भन्दो रहेछ राज्यले। सामाजिक न्याय जनताले भन्दो रहेछ, मलाई न्याय भएको छ कि छैन मात्र। कति फरक रहेछन् हो। यस्तै 8-10वटा फरक खोज्नुहोस् न के रहेछ। मूल कुरो चाहिँ सामाजिक समानता भनेको राज्यको घोषणा रहेछ, राज्यको सपना रहेछ। अर्को फरक निस्क्यो। सामाजिक समानता राज्यको सपना हो। सपना कसरी आउँछ? कानुन भएर आउँछ, नीति भएर आउँछ। सामाजिक न्याय भनेको जनताको विपना हो, उसले भोगिराखेको छ। जातीय विभेद गर्न पाइने छैन भनेर संविधानले लेख्छ, नराजविकहरू ढुङ्गाले हानेर मारिराखेका छन्। त कुनै केटीले म महिला हुँ, बट सो फर्चुनेट इनफ द्याट आई हेभ नेभर फेल्ड समन इज टिजिङ एट मी भनेर भनोस्। कुनै केटीले भनोस्, म केटी मान्छे हुँ, तर अहिलेसम्म कसैले मलाई लैङ्गिक विभेद गरेर गिज्याएको मलाई थाहा छैन भने द्याट इज सोसल जस्टिस। कुनै दलितले भनौ, दो आई कम फ्रम द दलित फ्यामिली, बट आई हेभ नेभर फेल्ड somebody is undermining me, somebody is teasing me, somebody is debasing me, जब उसले भन्छ भने हामी ठान्छौँ he is lucky enough, he is in the state of social justice.
उसले सामाजिक न्यायमा दलितले भन्नु पर्यो म माथि उच निच छैन, महिलाले भन्नु पर्यो मलाई होच्याइएको छैन, कानुनले भन्यो सामाजिक समानता, अब ती क्लस्टरले भन्नु पर्यो हामी माथि न्याय भयो। यही फरक छ। राज्यको समदृष्टि हो, अन्तिम नै हेर्नुहोस् न, नागरिकले सम अनुभूति गरेपछि मात्रै सार्थक हुन्छ। त फरक सोध्यो लोकसेवाले, विद्यार्थीले के लेख्यो होला, यसरी गहिरिएर हेर्ने गर्नुहोस्। सामाजिक समानता भन्ने बित्तिकै इक्वेल राइट अन्डर द ल नै हो। सोसल इक्वेलिटी भन्ने बित्तिकै हेर्नुहोस् त, इकोनोमिक इक्विटी, सोसल एक्सेस टु एजुकेसन, हेल्थ केयर, राज्यले उपलब्ध गराएका स्रोत साधनमा समान पहुँच, पेसा व्यवसाय रोज्ने स्वतन्त्रता, घुम्ने स्वतन्त्रता, सारा चिजहरू। एउटा कुरा चाहिँ अलिकति फिलोसफिकल ग्राउन्डमा बुझ्नुपर्ने मात्रै कुरा बाँकी छ। अघि हामीले सामाजिक न्याय पढेको बेला के कुरा गऱ्यौँ भने राइट र ड्युटीको कुरा गऱ्यौँ। हेर्नुहोस् है, अलिक माथिल्लो कुरा पनि जान्नुपर्छ, किनभने शाखा अधिकृत भनेर बिए पास गरेको मान्छे सरहरूले दिने उत्तर भन्ने त लोकसेवाको भनाइ हो। त्यो चाहिँ लोकसेवाको आँखामा चाहिँ समानता चाहिँ बिए पास गरेका छन्, तर रियालिटी के छ, त्यहाँ डबल एमए पास गरेका मान्छे पनि छन्। अहिलेको विद्यार्थीले धेरै कोर्स बाहिर किताब पढ्दैन, त्यो पनि हामीलाई थाहा छ। तै पनि त दुईटा एमए गरेर छ भने त कोर्सै पढेर पनि त धेरै कुरो जाने त हुनसक्छ नि उसले। तपाईँ बिए मात्रै पास गरेको मान्छेले त उसको पनि कम्पिटिसनमा आउनुपर्छ, लोकसेवामा नाउँ निकाल्नु त सधैँ छ, उसको लेखाइलाई पनि जित्नुपर्छ। त्यो भएकोले गर्दाखेरि अघि हामीले सामाजिक न्याय पढेको बेला चाहिँ राइट र ड्युटीको कुरा गऱ्यौँ। आज हामी सामाजिक समानता कुरा बेला चाहिँ राइट र फ्रिडमको कुरा गर्छौँ। कसरी फरक पर्छ हेर्नुहोस्। राइट, स्वस्थ हुनु, नाच्नु, गाउनु, हँ, स्वस्थ हुनु, नाच्नु, गाउनु आदि इत्यादि सबै तपाईँको राइट हो। तपाईँ एक्सर्साइज गर्नुहोस्, 1 2 गर्नुहोस्, उफ्रिनुहोस्, नाच्नुहोस्, सबै। तर एउटा लास हिँडाइराखेको अगाडि मेरो हक हो नि, मेरो स्वतन्त्रता भनेर तपाईँ चिच्याइ चिच्याइ गीत गाउँदै नाच्दै हिँड्न मिल्छ कि मिल्दैन? कसैले उत्सव मनाइराखेको ठाउँमा बिचमा गएर ग्वा ग्वा गरेर रुने, अनि के भयो भन्दाखेरि पोहोर साल मामा मरेको सम्झिएँ भन्न मिल्छ कि मिल्दैन? हो, यो कुरो हेर्नुपर्ने, सभ्य नागरिक हुन सिक्नुपर्ने हो। तपाईँ खैनी पड्काउँदै हिँड्नुहुन्छ, तपाईँको हक हो, तपाईँको राइट, तपाईँको फ्रिडम। तर तपाईँले धुलो उडाएर अर्कोलाई हाछ्यो आउने अवस्था बनाउनुहुन्छ कि हुँदैन? चुरोट पिउनु तपाईँको अधिकार होला, चुरोटलाई घृणा गर्ने मान्छेको नाकसम्म तपाईँको मुखबाट फालिएको धुवा पुर्याउनुहुन्छ कि हुँदैन? तपाईँको फ्रिडमको सीमाविहीन स्वतन्त्रता हो कि सीमा छ? ठ्याक्कै एउटा उदाहरण भन्छु म तपाईँलाई। सही राइट भने के भने नि, मानिलिउँ तपाईँहरू सबै उभिनु भएको छ अरे, एकछिनको लागि उभिनु पर्दैन, उभिनु भएको छ अरे, आफू आफू बसेको ठाउँमा तपाईँ उभिनु भएको छ अरे। मैले तपाईँलाई के भने, एउटा खुट्टो उचाल्नुहोस् भने, मेरो कमान्ड के मात्रै हो भने एउटा खुट्टो उचाल्नुहोस् प्लिज भने। यो तपाईँको राइट के भने दाहिने उचाल्नुहोस् कि देब्रे उचाल्नुहोस् कि अगाडि उचाल्नुहोस् कि पछाडि उचाल्नुहोस् कि उचाले झाइ मात्रै गर्नुहोस् कि धेरै माथि कि हाने गरेर उचाल्नुहोस् कि, द्याट्स योर राइट। तपाईँको स्वतन्त्रता हो, तपाईँको हक हो। मैले तपाईँलाई मात्र के भने एउटा खुट्टो उचाल्नुहोस् भने, अगाडि पछाडि दायाँ बायाँ धेरै थोरै बाङ्गो सजो केही भनेको छैन। द्याट्स योर राइट। तर अब फेरि एकछिन पछाडि मैले भने अब अर्को चाहिँ खुट्टो उठाउनुहोस्। मैले के भने अर्को चाहिँ खुट्टो उठाउनुहोस् भनेपछि तपाईँले जसरी उचालेको भए पनि, अगाडि पछाडि दायाँ बायाँ धेरै थोरै अघिल्लो खुट्टो जसरी उचालेकै भए पनि त्यो खुट्टो टेक्नै पर्छ अर्को खुट्टो उचाल्नका लागि। पहिलो खुट्टो टेक्नै पर्छ। द्याट इज द लिमिटेसन अफ युर फ्रिडम। त्यसैले तपाईँ सीमाहीन स्वतन्त्रतामा हुनुहुन्न। तपाईँ स्वतन्त्र हुनुहुन्छ, तर मेरो कम्पाउन्ड फोहोर फाल्न स्वतन्त्र हुनुहुन्छ। कन्टेनरमा कति बेला लाने, के गर्ने, कन्टेनरमा फोहोर फाल्न स्वतन्त्र हुनुहुन्छ। मेरो कम्पाउन्डभित्र फोहोर फाल्न स्वतन्त्र हुनुहुन्न। त्यही हो स्वतन्त्रताको सीमा। त्यही भएर नागरिक स्वतन्त्र छ, अधिकार सम्पन्न छ, तर सीमाविहीन स्वतन्त्रतामा छैन। यो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। सामाजिक समानताका अब टेक्सुअल कुराहरूमा त नजाउँ। हाम्रो समाज के भइरहेको छ त भन्दा एउटा सानो स्लाइडले तपाईँले भन्छ, हेर्नुहोस् त, वेन मेन आर अप्रेस्ड इट्स अ ट्रेजेडी, दुर्भाग्यै भयो अरे। वेन वुमेन आर अप्रेस्ड इट्स अ ट्रेडिसन। हेर्नुहोस् त कस्तो 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 छ। र यो छोरीले नोबेल पुरस्कार पाइसकेपछि, मलालाले नोबेल पुरस्कार पाइसकेपछि त उसको बाउ जियाउद्दिन पनि
कोटहरू बिग्रिन थालेछन्। उसले भनेछ जहाँ पखेटा पलाउने हो त्यही ठाउँमा महिलालाई क्लिप लगाइन्छ। जहाँ पखेटा पलाउने हो, स्वतन्त्रताको पखेटा जहाँ पलाउने हो त्यहीँ क्लिप लगाइन्छ। अनि कहाँ उड्न सक्छन्? कस्तो राम्रो कुरो भनेर छ। हाम्रो समाजमा यस्तो किन छ त तपाईँले जाने यो कुरो? पुरातनवादी सोच, रूढिग्रस्त संस्कार, के पितृ सत्तात्मकता, यो सबै कुरा। सिमोन द बोभरले लेखेको किताब द सेकेन्ड सेक्समा के लेखेको छ भने सत्ताको लिङ्ग हुँदैन। सत्ताको लिङ्ग हुँदैन। स्वास्नी मान्छे पनि सत्तामा पुगेपछि लोग्ने मान्छे जस्तै हुन्छ। त्यही हो पितृसत्ता। त्यही भएर पितृसत्ता जेन्डरमा हुँदैन, सोचमा हुन्छ भनेर भनेका छन्। हो कि जस्तो पनि लाग्ने। यी सबै चिज तपाईँले देखिहाल्नुभयो। सामाजिक न्याय प्राप्तिका बाधक तत्त्व के हुन् त? जे हुन् त्यही समानताका प्राप्तिका पनि त्यही नै हुन्। फेरि पनि हेर्नुहोस्, फेरि पनि नेल्सन मण्डेलाले नै भने, बडो राम्रो गरी बुझ्नु छ है। हेर्नु, सोसल इक्वालिटी, सामाजिक समानता भइगयो, इज हो द ओन्ली, यतिमा ध्यान, द ओन्ली, के भनेको द ओन्ली, एक मात्र, द ओन्ली, एक मात्र बेसिस अफ ह्युमन ह्याप्पिनेस, मान्छे खुसी हुने एक मात्र कुरो सोसल इक्वालिटी हो। तपाईँको दलित साथी अँगालो मारेर सँगै हिँडिरहनु भएको छ, पहाडी मधेसी सँगै हिँडिरहनु भएको छ, नारी पुरुषको बिचमा कुनै विभेद भयो जस्तो लाग्दैन। त्यहाँभन्दा सुखी समाज के हुन्छ त? त्यही भएर त अहिले इन्डिकेटरै बढाएको छ नि, जिएनएस, ग्रस नेसनल ह्याप्पिनेस। समाजमा जति समानता छ त्यो इन्डिकेटर बढी हुन्छ, बढी नम्बर आउँदै जान्छ। ग्रस नेसनल लाइफ एक्सपेक्टेन्सी भने जस्तै, लिट्रेसीको रेट के छ भने जस्तै, जिएनएच, ग्रस नेसनल ह्याप्पिनेस कहाँ छ? समानता त यस्तो उपचार हो कि मान्छेलाई मान्छे जस्तो बनाइहाल्छ। त्यही असमानताले पशु जस्तो बनाएको। अघि भने नि, कुकुर घरभित्र गयो, बिरालो घरभित्र गयो, साथी बाहिर राखिरहेको छ, कस्तो पशु होला भन। अब न्याय र समानता प्रवर्तन, अब दुइटै जोडेर हेरौँ के हुन्छ। बालबालिका कसैको टुहुरो लगेर कसैले पाल्यो होला, खुवायो होला, प्यायो होला, पढायो होला, तर मुख्य कुरो आमाले छातीमा टाँस्दा त्यो बच्चालाई जस्तो हुन्छ त्यस्तै भएको छ कि छैन? ममता बोल्ड हेर्नुहोस्। महिलालाई सबैले भने माया गरे होला, रानी भने होला, घरकी लक्ष्मी भने होला, सब कुरा गरे होला, के कुरा गरे होला? श्रमको मूल्याङ्कन भएको छ कि छैन? एउटी महिलाले गरेको घरको काम सम्पूर्ण अर्की महिलाले ल्याएर पैसा तिरेर गराउनु परेको भए कति हुन्थ्यो? आज त नजानेर श्रमको मूल्याङ्कन भएको छैन नि। मजदुर रहेछ भने उसको बिमा छ कि छैन? पाखुरा चलुन्जेल त जसले पनि काम लगाउँछ। पाखुरा बसेको दिन के हुन्छ? पिछडिएको वर्ग हेर्दै जानुहोस् न, त्यहाँ सबै यस्तै यस्तै कुराहरू त हुन् नि। के गर्यो भने न्याय हुन्छ? ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा छ कि छैन? गरिब किसानलाई यो कुरा छ कि छैन? शासकीय प्रणालीमा पहुँच बढाउन आरक्षण छ कि छैन? हेर्नुहोस् त कसरी आए आरक्षण भनेको मूल भागबाट छुट्याउनु। सकारात्मक विभेद भनेको असमानहरूको बिचमा असमान पद्धतिको प्रयोग गरेर समान बनाउने गर्नु। सशक्तिकरण भनेको भएको क्षमतामा थपिदिनु, तालिम दिनु, सक्ने बनाउनु, चेतना प्रवाह, सोच्ने तरिकामै परिवर्तन ल्याउनु, सूचनाको सरल पहुँच के हुँदैछ थाहा दिनु। यो रहेछ। अब त तपाईँले पढ्ने पद्धतिको मात्रै कुरा गर्छु म। तपाईँहरूले उत्तर लेख्दा के गर्नुभएको हुन्छ भने धेरै जसोले यो सुझाव दिनुहोस्, राय सल्लाह दिनुहोस्, के गर्नुहोस् भनेर जब क्वेसन आएको हुन्छ, तपाईँहरूको अलिकति विशृङ्खलित हुन्छ त्यो। त्यो भनेको कस्तो भने, एउटा कुरो संविधानबाट, एउटा कुरो अन्तर्राष्ट्रिय सन्धिबाट, एउटा योपालिको बजेटबाट, अर्को नीति र कार्यक्रमबाट, अर्को चाहिँ सरकारी नीतिबाट आएपछि त्यो गच्याङ गुजुङ भयो। भगवानको मूर्ति पनि त्यहीँ, चम्चा पनि त्यहीँ, प्लेट पनि त्यहीँ, मोजा पनि त्यहीँ, एउटा जुत्ता पनि त्यहीँ जस्तो भयो। राखेको मिलेन, अर्डरमा भएन। त्यही भएर तपाईँले उत्तर दिँदा के गर्ने भने पहिले संविधानका यो के गर्नुहुन्छ तपाईँ नै गर्नुहोस्, तर मैले देखेको थिएँ पहिले संवैधानिक प्रावधानहरू के छन्। त्यहाँबाट देवानी संहिता, फौजदारी संहिता जस्तो मुलुकी ऐन भनेर पहिले भनिन्थ्यो, अहिले देवानी संहिता, फौजदारी संहिता भन्यो नि। हो यस्तो एउटा जनरल कानुनले के भन्छ, अनि अन्तर्राष्ट्रिय सम्झौताहरू होलान् नि, अनि क्षेत्रगत कानुनहरू होलान्। हेर्नुहोस् त,
क्षेत्रगत आवधिक नीति कार्यक्रम यो के गर्नुहुन्छ जुन, तर एउटा कुरो एकै ठाउँमा राख्नु। पूजा सामग्री खोज्न जाँदाखेरि थाली, आचमन, चम्चा, घन्टा, देवताको मूर्ति सुर्ति एकै ठाउँमा भेटियोस्। तरकारी राख्ने ठाउँमा त आलु, प्याज, लसुन, काउली, बन्दा, भान्टा के हो त्यहीँ भेटियोस्। त्यहीँनिर एउटा जुत्ता पनि अनि एउटा किताब पनि भेट्यो भने त सुहाउँदैन त। क्रममा राख्नुहोस्। र यो चाहिँ तपाईँलाई मैले कानुनहरूको सूची दिएको। यो पहिलो कुरो यो जम्मै पढ्नुहोस् भनेर दिएको होइन। सामाजिक न्याय र समानताका लागि कतिवटा कानुन, कतिवटा राज्यले आफ्नो सपनाको रूपमा सामाजिक न्याय र समानता कायम गर्न राज्यले आफ्नो सपनाको रूपमा कतिवटा कानुन लिएर आएको रहेछ, कतिवटा ऐन लिएर आएको रहेछ। नाउँ मात्रै थाहा पाइराख्नुहोस्। लेख्नुपर्ने ठाउँ आउनु पनि सक्छ, नआउनु पनि सक्छ। कस्तो चिज हो हेर्नुहोस् त, यो आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049। ब्रेस्ट फिडिङ गराउनुपर्छ, बालकको हक हो। बच्चा जन्माइसकेपछि तिम्रो सुन्दरता दोस्रो पक्ष हो, बालकले दुध चुस्न पाउनु हक हो भनेर कत्रो न्यायका लागि, बच्चाको न्यायको लागि कस्तो आएको होला। अपाङ्गहरू नह्याप्पी हुन् भनेर हेर्नुहोस् त, अपाङ्ग संरक्षण तथा कल्याण ऐन 39मा आछ। श्रममा लगाउनु हुँदैन बालबालिकालाई, बाल श्रम निषेध र नियमित गर्ने ऐन आछ। हेर्नुहोस् त के होला त्यहाँ सर हेर्नुहोस्। अहिले त सजिलो छ, नेपाल ल कमिसन भनेर तपाईँले नेटमा खोज्नुहोस्, सबै कानुन आइहाल्छ। अनुकूल छ तपाईँलाई भने त्यसको प्रिम्बल प्रस्तावना यो के ऐन किन ल्याउनु पर्यो त्यहीँ लेखेको हुन्छ। त्यति भए थाहा भइहाल्छ, कति त नाउँबाटै थाहा हुन्छ। हेर्नुहोस् त यो ऐनहरूको सूची। अघिल्लोमा हेर्नु न, कालो बजार तथा केही अन्य सामाजिक अपराध सजाय ऐन किन आयो होला? न्याय दिन त हो, होइन? सामाजिक न्याय, गाली बेइज्जती ऐन हेर्नुहोस् त। जातको आधारमा गाली बेइज्जत गर्नु हुँदैन भने त 16 सालमा आएको छ ऐन। म जति नै बुढो भइसकेको छु यो ऐन, तर अहिले पनि यही छ। औषधि ऐन 2035। कहिलेकाहीँ हाँसो उठ्छ। 2 वर्ष अगाडि भक्तपुरमा एउटा केटाले, केटीसँग केही विवाद भयो होला, मनमुटाव भयो होला, मन दुखायो होला, विष खाएछ मर्नका लागि। मरेन, उपचार गर्न अस्पताल पुर्याइयो। अनि पछि परीक्षण गर्दाखेरि त्यत्रो कडा विष खाएर यो मरेन भन्दा त विष नकली रहेछ। त्यो दुर्दान्त घटना हुँदा मलाई हाँस उठ्यो यो रिपोर्ट पढेर। जुन देशमा 20टा नकली छ त्यहाँ औषधि कस्तो हुन्छ होला जस्तो लाग्यो। 20 त नकली। घरेलु हिंसा, कसुर र सजाय यत्रो भन्नु परेको छ। यो सबै लोग्नेले स्वास्नी कुट्या हो। दाइजो थोरै ल्याए भनेर बुहारी मारेको अपराधीहरू मिलेर घटना दर्ता गर्ने। जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन 68मा ल्याउनु परेको छ। 20 सालको मुलुकी ऐनको त कुरै गयो। यसरी तपाईँ हेर्दै जानुहोस्। बिउ बिजन ऐन छ, अनि किसानले रोपेको धान बाला लाग्नै बिर्सिन्छ, मकैमा घोगा लाग्नै बिर्सिन्छ। ऐन सुशासनको हक सम्बन्धी ऐन, सूचनाको हक, वातावरण संरक्षण। त यो म अब अलिकति तपाईँलाई पढ्ने तरिका भन्छु। के भने नि, यो तपाईँले पढ्दाखेरि मैले घोक्न सकिनँ भन्ने कुरा गर्ने होइन। प्रस्तावनाको चौथो र पाँचौँ अनुच्छेद हेर्नुहोस् त। चौथो अनुच्छेदमा जे कुरा लेखेको छ नि त्यो हाम्रो सोच हो, त्यो हाम्रो आधारभूमि हो, त्यो हाम्रो सिद्धान्त हो, हाम्रो ग्राउन्ड रियालिटी यो हो। हामी यो जगमा उभिएका छौँ। त्यहाँ हेर्नुहोस् त के छ, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारको जातीय छुवाछुतको अन्त्य गरी सामाजिक आर्थिक समानता, समृद्धि, सामाजिक न्याय जे भन्यो नि, द्याट इज आवर ग्राउन्ड रियालिटी। हामी यहाँ उभिएका छौँ। हाम्रो समाज यस्तो छ। अब यसलाई त फेर्नु छ, हामी तयार हुनु पर्यो। त्यसको लागि हामीले के गर्यौँ त? टुलहरू, उपकरणहरू के बोक्यौँ हेर्नुहोस् त। लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिक मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष सक्षम न्यायपालिका, कानुनी राज्य। दिज आर द टुल्स। हामी यी हात हतियारले लैस भयौँ। अब कहाँ जाँदैछौँ? यो जातीय छुवाछुत अथवा त्यो जे भएको समाजमा यो चिज डोकोमा बोकेर नाउ वी आर हेडिङ टुवार्ड्स दिस डेस्टिनेसन भन्यो। फरक्क फर्क्यौँ, हाम्रो सपना गन्तव्यतिर गयो। अब ती सबै ऐन हामीतिरै आउँछ। जति मिल्दैन बदर हुन्छ, जति मिल्दैन नमिलेको हातसम्म खारेज हुन्छ, आउँदै जान्छ। यसरी हो संविधान पढ्ने। र संविधान कसरी पढ्ने?
15-20 चोटि चाहिँ थरोली पढ्नुहोस्, पटक पटक गरेर। अनि जति बेला जे कुरा उठ्छ नि, जति बेला जे कुरा उठ्छ त्यही मात्रै ठाउँ पढ्नु, त्यो मात्रै। संविधान भनेको के हो भने जननी डकुमेन्ट। संविधानको ड्राफ्टिङको सिद्धान्त के हुन्छ भने संविधानमा सबै कुरा खोज्नुपर्छ, तर संविधानमा सबै कुरा लेख्नु हुँदैन। संविधानमा सबै कुरा लेख्यो भने त महाभारतभन्दा ठुलो भइहाल्छ नि। त्यसैले संविधानमा सबै कुरा खोज्नुपर्छ। संविधानमा बिउ हुन्छ, हरेक कुराको बिउ हुन्छ। जस्तै वातावरणीय संरक्षण गर्दै आर्थिक विकासको कुरो होला, सामाजिक न्यायको कुरो होला, जेसुकै होस्, जुन प्रसङ्गमा आए पनि वातावरणीय संरक्षणमा ध्यान पुर्याउँदै भन्ने कहीँ संविधानमा पर्या रहेछ भने त्यो देशमा वातावरण मन्त्रालय पनि हुन्छ, वातावरण विभाग हुन्छ, इआइए आइए गर्ने दुनियाँभरिको प्रबन्ध हुन्छ। त्यहाँभित्र पोल्युसनका कुराहरू हेर्नुहोस् त, वातावरण संरक्षण गर्दै भन्ने एक ठाउँ भएकाले गर्दा त्यो देशमा मन्त्रालय जन्माउँछ, विभाग जन्माउँछ, कार्यविधि जन्माउँछ। त्यही भएर त शासन भनेको के? शक्ति, नीति र प्रक्रियाको गतिशील परिचालन। त्यही भएर संविधानमा सबै कुरा खोज्नुपर्ने भएकाले गर्दा जुन बेला जे टपिकको कुरा हुन्छ त्यही मात्रै हेर्नुहोस्। अब आज हामी यो सन्दर्भमा हेर्छौँ, राष्ट्र यी भनौँ न 3, 10, 11, 12ले तपाईँलाई सामाजिक न्याय र समानता दिन के रोल खेलेको होला विश्लेषण गर्न सिक्ने। हेर्नुहोस्, अब त ठ्याक्कै संविधानै हो, यसैमा पढ्नुहोस् भनेर हालेको। किताब पल्टाउनु नि नजानु। सम्मानपूर्वक बाँच्ने, स्वतन्त्रता 16, 17, 18 समानताको हक। हामी त टपिकै समानता। 18ले व्याख्या गरियो, हेर्नुहोस्। अब त्यो 18, 19 हो कि भएको होइन है, त्यो 18 चाहिँ सूचीमा आएको। अनि 18मा के छ त तपाईँलाई भनेको? 19, 20, 21, 22, 23, 24मा हेर्नुहोस् त, पुरै छ त। छुवाछुत र भेदभाव विरुद्धको हक के गरेको? के गरेको? सामाजिक समानता अभिवृद्धि गर्न खोजेको। समानता भएपछि त न्याय भइहाल्छ नि, सिक्काको दुईटा पाटा त हो। शोषण विरुद्धको हक, सामाजिक न्यायका लागि के चाहिने छ? शोषण र विभेद, जति पनि धारा छन् शोषण र विभेदवाला सबै छ। तपाईँको मौलिक हकमा आएका कुराहरू यहाँ छन्। नेपालको संविधानले महिलाको हक भनेर छुट्टै व्यवस्था गरेका छ। बिउ मात्रै हुँदा हुने ठाउँमा टोटल व्याख्या सहित छ। तैपनि हेर्नुहोस् त, प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ। धारा 2ले भन्यो, 38को उपधारा 2ले भन्यो। यो ऐन बनाउन कसले बाधा पुर्यायो? पुरुष सांसदले बाधा पुर्याए। यो धाराको अर्थ, पश्चिममा चलेको धाराको अर्थ के हो भने आमा हुनलाई लोग्ने मान्छे भए पुग्छ, लोग्ने चाहिँदैन भन्ने हो। अहिले के छ भने धेरै केटीहरू बिहा गरेर दासी भएर बाँकी जिन्दगी बिताउन चाहँदैनन्, तर बुढेसकालमा एउटा साथी, एउटा सहारा होस् भनेर एउटा सन्तान चाहन्छ। पश्चिमको दुनियाँको पनि त्यही छ हालत धेरैमा। त्यही भएर नेपालमा पनि त्यो कुरो के भने म बिहा गर्दिनँ भन्ने केटीले एउटा बच्चा जन्माएर बस्न चाहन्छ आफूसँग, त्यसलाई किन समाजले ताडन? उसको शरीर, उसको पाठेघर, उसको खुसी। रुगा लाग्दाखेरि आफ्नो नाक पुछ्न कसैलाई सोध्नु पर्दैन भने उसलाई पाठेघरमा कसैको बीज लिन मन लाग्यो, उसले लोग्नेको रूपमा ट्रिट पनि गर्दिन, व्यवहार पनि गर्दिन, ऊ बच्चो हुर्काएर बस्छ, पछि उसलाई सहारा हुन्छ भन्ने जीवनशैली यो रोज्न पाउने कि नपाउने भनेको डराए लोग्ने मान्छे सांसदहरू दिएन नआउन। दलित संविधानले नै यत्रो व्यवस्था गरेका छ, झन झन प्रताडित छन्। तर बुझ्नुपर्ने कुरा के छ भने गैर दलितले दलितलाई होच्याए मात्रै होइन, दलित दलित भित्रको होचोमेचो झन डरलाग्दो छ। कामीको घरमा दमाई आयो भने के हुन्छ? दमाईको आँगनमा सार्कीले टेक्यो भने के हुन्छ? सार्कीको आँगनमा गाइने गयो भने के हुन्छ? गाइनेसँग बादीले बहस गर्यो भने के हुन्छ? तपाईँ पहिले एक हुनुहोस्, अनि बल्ल अर्को मोर्चातिर हेर्ने। यहाँ अरू माथितिर भन्ने बेला चाहिँ हामीलाई दलित भनेर हेप्यो हेप्यो हेप्यो, तर त्यहाँभित्र दलित र गैर दलितको भन्दा दलित भित्रको अन्तर्दलन झनै डर लाग्दछ। त्यो पनि त दलनभित्रै पर्यो, त्यो पनि त जातीय छुवाछुतै भित्र पर्यो। त्यो गर्ने सामाजिक न्यायको यत्रो हक, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा, उपभोक्ता, होइन, यो सबै चिजहरू हेर्नुहोस् त, कत्रा कत्रा टुल, यो सबै संविधानबाट भनिने यत्र टुल बनाएछ न्याय दिन, समानता अभिवृद्धि गर्न। तर यी आयोगहरू
सरकारले हामीले बजेट दिएन भनेर धेरै जसो आयोगहरू रोएर बसेका छन्। यी आयोग पनि त अख्तियार दुरुपयोग, लोकसेवा निर्वाचन आयोग जस्तै संवैधानिक आयोग हुन् नि। यिनीहरूले त हामीले यो काम गर्छौँ, हामीले यति पैसा चाहियो भने कन्भिन्स गरेर लिनु पर्यो नि बजेट। थारूलाई के गर्नु पर्यो? थारू आयोगले भन्नु परेन? मुस्लिमले के गर्नु पर्यो? अर्कोलाई कसरी थाहा हुन्छ? मधेसी आयोगलाई के के गर्नु जरुरी ठानिरहेको छ उसले भन्नु परेन? आज थारू संस्कृति तपाईँले नलेखे नभनेसम्म त केही हुँदैन। मलाई तामाङ जातिको बारेमा अलिकति थाहा छ, किनभने तामाङको बारेमा किताबहरू लेखिएका छन्। अरूले त नभनेसम्म शाहलेस को हो, दिनाभद्री को हो, तपाईँले नभनिदिएसम्म पहाडको मान्छेलाई कसरी थाहा हुन्छ? तपाईँले भन्नुपर्छ। त्यही भएर यो समावेशी आयोग, यी सबैहरू, यी सबै सारबाट हेर्नुहोस् है। 283ले के भन्यो, अल्पसङ्ख्यक कसरी बढियो, सीमान्तीकृत कसरी भयो। अब एकदम तल आउनुहोस्, एकदम तल आउँदाखेरि तपाईँले के देख्नुभयो? यी सबै प्रावधानहरूका आधारमा नेपालले सामाजिक न्याय र समानताको प्रवर्धनमा पुर्याउन खोजेको अग्रगामी योगदानको मूल्याङ्कन गर्न सकिन्छ। आई एम इन द राइट वे, वी आर इन द राइट वे, वी आर नट इन अ रङ वे। हामी रङ वेमा छैनौँ, हामी राइट वेमै छौँ। तर हाम्रा ट्रिटमेन्टहरू पुगेका छैनन्, हाम्रा कुराहरू पुगेका छैनन्। न्याय दिन हिजै भनियो, हामीले समावेशीकरण गऱ्यौँ, आरक्षण गऱ्यौँ, समानुपातिक प्रतिनिधित्व गऱ्यौँ, सबै कुरा गऱ्यौँ। तर आरक्षण कहिलेलाई, कति पटक? एउटै मान्छेलाई खरदारदेखि सचिवसम्म बनाउन कि छुटेको अर्को मान्छे ल्याउने? एकचोटि पाइपमा हालिदिइसकेपछि पाइपभित्र पनि तलमाथि हुन्छ र? पाइपभित्र बग्न त सिक्नु पर्यो। अनि हामीले उपचार त गऱ्यौँ, तर कस्तो जात बेस भएर गऱ्यौँ, नेट बेस भएर गरेन। स्ल्याब बेस भएर गऱ्यौँ, नेट बेस भएर गरेनौँ। निडमा जानु पर्थ्यो नि, तर हामीले जात हेऱ्यौँ। हिजो उदाहरण दिएँ मैले, विश्वकर्मा भएपछि हिरालाल विश्वकर्माका नातिले पनि सामाजिक संरक्षण पाउँछन्। राजेन्द्र लिङ्गदेन स्वयं भन्दैछन्, जनजातिको छोरो मलाई राज्यले सुविधा दिन्छ, मेरा हलीगोठाला सब बाहुन छन्, तिनीहरू गरिब छन्। 70 वर्ष उमेर पुगेपछि सामाजिक संरक्षण। ए बाबा, यो देशका धनी धनी मान्छेको बालाई किन दिनु पर्यो? होइन, निट बेसमा गएनौँ हामी, त्यस्तो कार्ड बनाउन सकेनौँ, गरिबको पहिचान बाँड्न सकेनौँ हामी, गरिबीको परिभाषा भएन हामीसँग। त्यसो भएकोले गर्दा तपाईँ त्यहाँ जाने मान्छेले के सम्झिनु पर्यो भने, धम्मपदले भन्छ, नाही बेरे न बेरामी सम्बन्धी त कुदाचन, बैरले बैर काट्दैन, अबेरे नै छ सम्बन्धी यसो धम्मो सनान्तन हो। अबैर भनेको अङ्ग्रेजीको AWARE, अवायर भने होइन है, बैरको अबैर। दुश्मनीले दुश्मनी काट्दैन, दुश्मनी टुङ्ग्याउन मित्रता चाहिन्छ। त्यही भएर त हिजो के भनेको थियो द्वन्द्व पर्दाखेरि, चौथो पार्टनरसिप एप्रोचले के भनेको थियो? इम्ब्रास इट। जोसँग विवाद छ उसैसँग कुरा गर, होइन? यी त सबै साङ्केतिक कुराहरू हुन्, मिल्नुको विकल्प छैन। त्यही भएर तपाईँ कार्यालयमा गएर सरकार र जनता जोड्ने मान्छेको यो अँध्यारो समाजमा काम गर्न पनि सजिलो छ। अँध्यारो छ समाज, तपाईँ भोलि पोस्टिङ भएर जाने। केले अँध्यारो छ? यही द्वन्द्वले। द्वन्द्व किन छ? असमान व्यवहार, विभेदको कारणले, होच्याइएको, विविधताको सम्मान नभएको कारणले त छ। तपाईँले सबै बुझ्नु भएको छ। त त्यहाँ जाने मान्छेले त्यो अँध्यारो समाजमा लड्न सजिलो छ। यो चेतनाको लडाइँ एकदम सजिलो हुन्छ। आइज अँध्यारा, सिङ्गल भयो सिङ्गल, ग्याङ भयो ग्याङ भनेर लड्नै पर्दैन। तपाईँ हातमा दियो बालेर जानुहोस् न, अँध्यारो आफै भागिहाल्छ नि। तपाईँको व्यवहार चाहिँ सही हुनु पर्यो, तपाईँले ठिक ढङ्गले गर्नु पर्यो। त्यही भएर तपाईँले के ठान्नुहोस् भने, यो पहिलो कुरो, अत्ताही अत्तनो नाथो कोही नाथो परोसिया। तपाईँभन्दा माथि कोही पनि छैन, तपाईँ नै हो त्यो गाउँको उज्यालो। तपाईँ हिँड्दा मान्छेहरू बिदाईमा रुनेछन्, तपाईँलाई सम्झनेछन्। यसरी पास भएपछि काम गर्नु होला र सरकार र जनतालाई जोड्नु होला भन्दै आजको प्रेजेन्टेसन मैले सिकाउँछु। भोलि त्यही विविधताको सम्मान नभएको कारणले द्वन्द्व भएको समाज, त्यसको परिणाम आज अन्याय र असमानता हो। यही समाजलाई कसरी फेर्न सकिन्छ? तपाईँले सोध्छ नि, सामाजिक रूपान्तरणका लागि सुझाव हो। यही समाजले, कुनै हाइपोथेटिकल समाज होइन, कुनै काल्पनिक, यही
जातिपाती रूढी बोक्सी डाइनी सबै जात पात छुवाछुत भएको यही अहिले देखिरहेको काम नलाग्ने समाज, यसलाई कसरी बदल्ने, यसलाई कसरी जाँच्ने, यसलाई के भएको छ कसरी थाहा पाउने, त्यो हामी भोलि कुरा गर्छौँ। तपाईँहरूको आजको दिन शुभ रहोस्। नमस्ते।